त्यहाँ ओके ल म देखेछु कि नि आवाज आएको छ मेरो आछ सर एकदम आछ हिरो देखिरहेछ सर गणेश सर नमस्कार ल नमस्कार सबैजनालाई म युवराज तिवारी बुटोलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयको शिक्षक र हेलो सर एकराज सर हजुरको केही आवाज आएको छैन अरूलाई त आछ त के भएछ तपाईँ मोबाइलबाट हो म्याम सुन्दै हुनुहुन्छ मोबाइलबाट हो हाम्रो थानेश्वर सरले त्यता पठाउनु भएको छ मतिर पठाउनु छ है यो स्क्रिनसट त्यता पठाउनु पर्दैन अगाडि बढौँ सर अगाडि बढौँ मेरो स्क्रिन देखिएछ सर ठिक छ सर देखिया छ ओके म अब गएँ त डाइरेक्ट ल ओके सबैले सुन्नु भएको छ नि होइन छ सर ग्रेट ल थ्याङ्क यू सबैजनालाई आज हजुरहरूमा आज मैले केही जानेका कुराहरू सेयर गर्ने मौका पाएकोमा यो जस्तो ब्यानर हो है मेरो दिस इज presentation overview that I am doing in this session maybe tomorrow, day after tomorrow maybe. मैले सुरुमा हजुरलाई how we have to develop listening skills and speaking skills, reading skills and writing skills, यो language skills लाई पहिला फोकस गर्नेछु and then I will go for teaching grammar and also I am going to show you मैले तपाईहरुलाई म नेपाली पनि मिक्स गरेर बोल्छु है त इंग्लिश भन्दा पनि हुन्न के हुन्छ कस्तो हुन्छ हजुर के लाग्छ सर नेपालीलाई मजाले बोलाउँछ अंग्रेजीलाई पछाडि हुन्छ ओके ओके थ्यांक यू सो मच सर अनि यो एउटा चाहिँ एआई असिस्टेड मल्टिमिडिया प्रेजेन्टेसन कसरी बनाउन सकिन्छ भने त्यो मैले खास हामीले क्लासरुममा मल्टिमिडिया प्रेजेन्टेसनबाट जाँदा बेस्ट हुन्छ हैन मैले एप्लाई गर्छु त्यो प्राय जसो र त्यो बनाउँदा एआई लाई प्रयोग गर्ने सिस्टम पनि म सिकाउँछु है सुरुमा है सबैजनालाई ओके अब यो हाम्रो श्रीकृष्ण सर अघि बताइसक्नु भएको छ हामीले तीन प्रकारले सिक्छौं एउटा एआई इन्टिग्रेटेड पेडागोजीबाट अर्को वेब बेस्ड पेडागोजीबाट अर्को क्लाउड बेस्ड हुन्छ हामीले चाहिँ अहिले जुन हामीले गर्दै छौं यो चाहिँ फुल्ली क्लाउड बेस्डमा छ हाम्रो जुन सरले जुन पेज बनाउनु भएको छ त्यसमा है यो म धेरै भन्न चाहिँ लाग्इन र यसको बारेमा चाहिँ अलिकति म बताउन चाहन्छु किनकि हामीलाई यो जान्न जरुरी छ यो एउटा टिप्याक फ्रेमवर्क हो जस्तै यो प्रविधि प्रयोग गर्ने जो पनि टिचर हुनुहुन्छ हजुरले यो थ्योरीको बारेमा थाहा हुनुपर्छ यो चाहिँ कोलर एन्ड मिश्राको थ्योरी हो हैन 2006 मा यसमा हजुरले यहाँ हैन मेरो यो कर्सर देखेछ नि हैन देखिएछ सर ल जस्तै यो तीनटा गोलो सुरुको गोलोमा टेक्नोलोजिकल नलेज भन्ने छ जस्तै राम्रोसँग प्रविधि युक्त शिक्षण गर्नलाई हामीलाई शिक्षकलाई टेक्नोलोजिकल नलेज हुनै पर्छ त्यसलाई टिके भनिन्छ है टेक्नोलोजिकल नलेज भनेको अर्को गोलो छ अर्को गोलोमा छ कन्टेन्ट नलेज जुन चाहिँ हामीले युनिभर्सिटीबाट पढेर आइएड बिएड एमएड बिए एमएससी के गर्यौं त्यसबाट प्राप्त गर्यौं हामीले विषयवस्तुको ज्ञान अनि अर्को छ यो विषयवस्तुको ज्ञान पाएपछि हामीले जागिर पायौं र स्कुलहरुमा पढाउन थाल्यौं त्यसलाई भन्छ पेडागोजिकल नलेज पिके यो टिके सिके र पिके यो एक आपसमा ब्यालेन्स भएर जब बन्छ त्यसलाई भन्छ टिप्याक थ्योरी भन्छ जस्तै यसमा हजुरले बुझ्नु जस्तै मानिलियो कोही व्यक्तिले म एकदम एआई आउँछ मलाई एकदम प्रविधि आउँछ भन्ने व्यक्तिलाई उले कुनै जस्तै ल यो पजिटिभ भब अथवा क्वेशन ट्याग पढा त भने उले विषयवस्तु नजानेको हुन सक्छ नि त प्रविधिमा एकदम जानेको तर विषयवस्तु नजानेको हुन सक्छ नि त है त्यही भएर यो कन्टेन्ट नलेज साथसाथै टेक्नोलोजिकल नलेज पनि चाहियो त्यो भयो भने यो टिसीकै हुन्छ है यो अलि पछि डिटेलमा पढ्नुला पछि अनि जस्तै मैले भनौं अनि मैले अब ब्याचलर्स गरे मास्टर्स गरे मैले त प्रविधि
प्रयोग गर्ने क्षमता पनि छ, म जानेछु, कम्प्युटर पनि जानेछु अथवा यस्तो जानेछु भन्नुहुन्छ, तर तपाईँले विद्यार्थीमा कसरी पस्किनुहुन्छ भने तपाईँ सिप पनि चाहियो। त्यसलाई भन्छ पेडागोजिकल नलेज, मतलब शिक्षण विधि गर्ने कला। अब हामीले आज जुन यो प्लेटफर्ममा द्याट वी आर डुइङ द कम्बिनेसन अफ अल थ्री है, हाम्रो श्रीकृष्ण सरको जुन अनलाइन नेपालीको जो गरिरहनु भएको छ, यो चाहिँ मेनली टिके प्लस सिके प्लस पिकेको एउटा रूप हो के। त्यसलाई भन्छ टिप्याक थ्योरीमा हामी गएनौँ भने प्रविधि सिकेर पनि काम छैन, यदि पढाउन जान्दैन भने, यदि कन्टेन्ट नलेज छैन भने। कन्टेन्ट नलेज जस्तै मैले पिएचडी गरेँ भ्याएँ, मानौँ है, मैले पिएचडी गरेको छु तर मैले पढाएको 10 कक्षा 8 कक्षाको विद्यार्थीले बुझ्दैनन् भनेपछि मेरो पेडागोजिकल स्किल भएन। सो यो तीनटै स्किल हुन जरुरी छ। हेर्नुहोस् है, अब यो तीनटै स्किललाई फेरि केले बाउन्ड गर्छ? कन्टेक्स्टले बाउन्ड गर्छ। यहाँ तलपट्टि हेर्नु, कन्टेक्स्ट भनेको कस्तो भने जस्तै बुटोलमा को कन्टेक्स्ट र गुल्मी अराखाँची पाल्पा स्याङ्जा उहाँ हुम्ला जुम्ला काठमाडौँको कन्टेक्स्ट पढ्ने शैली फरक, त कन्टेक्स्ट नै फरक छ नि त, सुविधाहरू फरक छ, के फरक छ होइन। हो, यो ठाउँ अनुसारको कन्टेक्स्ट हुन्छ है। जस्तै अरू देशमा हेर्ने त्यहाँको कन्टेक्स्ट फरक छ है। यो टिप्याक थ्योरीमा कन्टेक्स्ट अनुसार चाहिँ व्यवहार हुन्छ है। ओके, यति कुरा हजुरले जान्न पर्छ। अब जस्तै हामी अबको शिक्षक, यो 21औं शताब्दीका शिक्षकहरू, हामी प्रविधि मैत्रीयुक्त शिक्षकहरू या टिचर्स होइन, टेक्नो पेडागोजिकल गर्न सक्ने शिक्षकहरू, मैले पढेछु, मेरो विषयवस्तु राम्रो छ भनेर मात्रै पुग्दैन। हेर्नुहोस्, तपाईँले कसरी विद्यार्थीलाई बुझाउन सक्नुहुन्छ त्यसमा पनि भर पर्छ, र तपाईँसँग विषयवस्तुको ज्ञान छ, मैले विद्यार्थी कसरी सिकाउन सक्छु भन्ने कला पनि छ, त्यसमा एआई जोड दिने, टेक्नोलोजी जोड दिने भने सुनमा सुगन्ध हुन्छ। त्यही भएर यो तीनटै कम्बिनेसनको शिक्षक हुनु भनेको बेस्ट टिचर अफ द वर्ल्ड हो, मेरो विचारमा। ल, यसलाई यति राखेँ। अब यहाँ मैले एउटा सानो एउटा देखाएको छु, म जुन हाम्रो स्कुलमा प्रयोग गर्छु होइन, यस्तो चिजहरू। अब यो कस्तो हो भने एआई एसिस्टेड मल्टिमिडिया प्रेजेन्टेसन हो है। मैले क्लास 10 को युनिट 4 रिडिङ टु एउटा पोएम यसरी पढाउने गर्छु है। एउटा मैले प्रविधि पनि यहाँ एआई पनि प्रयोग गरेको छु र मेरो आफ्नो इफोर्ट पनि छ। जस्तै प्रविधि हाम्रो श्रीकृष्ण सरले भन्नु एउटा साथी हो भन्नुहुन्थ्यो नि त, म यसमा मेरो इफोर्ट 60% 70% होला, एआईको इफोर्ट 30% छ होइन। अब यसमा चाहिँ मैले विषयवस्तुको ज्ञान पनि लगाएको छु, विद्यार्थीलाई बुझाउने तरिका पनि गराएको छु र प्रविधि पनि प्रयोग गराएको छु, मेरो नलेज पनि युज गरेको छु भनेको टिप्याक थ्योरीमा यो छ। अब मैले यसलाई चाहिँ अलिकति यो विषयवस्तुलाई हाइपरलिङ्क टेक्निकबाट गरेँ हो। हाइपरलिङ्क त हजुरलाई थाहा हुनसक्छ, नभए मैले चाहिँ अहिले बताउँला। अब यो सुरुमा मैले यहाँ दिन्छु एआई एसिस्टेड मल्टिमिडिया प्रेजेन्टेसन भने मैले यहाँ क्लिक गरेँ है। अब हेर्नुहोस् है, अब यहाँ क्लिक गरेँ भने यस्तो पेज खुल्छ। ल, खुल्यो कि खुलेन हेर्नुहोस् त, माथि हाम्रो मेरो स्कुलको नाम लेखेको ठाउँ आयो, कसैले रेस्पोन्स गरिदिनु है। आयो सर, आयो होइन, यहाँ स्कुलको नाम लेखेको पेज आयो नि होइन। हजुर। अब हेर्नुहोस् त, जस्तै मानिलिउँ मैले कक्षा 10 मा युनिट 4 को रिडिङ 2 मा अस्ति 1 महिना अगाडि पढाएको मैले यो टपिक यही बनाएर मेरो लगभग साथीहरूसँग सबै हामीले सहकारी यस्तै बनाउँछौँ। र सुरुमा हामीले यो पोएम पढाउनुभन्दा अगाडि भोकाबुलरी इन्ट्रोडक्सन, जस्तै एबाउट द पोएम र पोएटको बारेमा अलिकति बताउने, अन्त एउटा भोकाबुलरी त्यसको इन्ट्रोडक्सन गराउने, अनि त्यो पोएमसँग सम्बन्धित भिडियो देखाउने होइन, अन्त एउटा पोएमको इन्टरप्रिटेसन गराउने। पोएमको इन्टरप्रिटेसन गराउनको लागि इन्फोग्राफिक्सबाट जाने, इन्फोग्राफिक मैले एआईबाट बनाएँ, भोकाबुलरी पनि मैले एआईको प्रयोग गरेको छु त्यहाँ अलिकति होइन, अनि एक्सर्साइज पनि एआईको प्रयोग गरेको छु। जस्तै यहाँ भित्रको कुराहरूमा एआईहरू मैले इन्टेग्रेट गरेको छु के। जस्तै मैले अब जान्छु, हेर्नुहोस् है, मैले सुरुमा भोकाबुलरी इन्ट्रोडक्सन गर्नु पर्यो भने मैले यहाँ क्लिक गरेँ, आयो होइन त, भोकाबुलरी आयो सर, आयो। ल, अब यहाँ हेर्नुहोस् त, अब जस्तै यो पोइममा मैले इम्पोर्टेन्ट भोकाबुलरी कुन कुन हो, यसको फोनेटिक ट्रान्सक्रिप्सन हेर्नुहोस् है। अब फोनेटिक ट्रान्सक्रिप्सन आइपिएच चार्ट अनुसारी, जस्तै च्यान्टिङलाई कसरी भन्ने भने ट्रान्सक्रिप्सन, फोनेटिक ट्रान्सक्रिप्सन पनि छ नि त। यसको मिनिङ इन इङ्ग्लिस भन्छ, हामीले यही राखेर नेपाली मिनिङ पनि राख्न सक्छौँ। यसै मैले 20वटा वर्ड चाहिँ 20वटा भोकाबुलरी चाहिँ मैले यहाँ यसै पहिला विद्यार्थीलाई गराएँ। अब योमा फेरि गराइ फेरि तलपट्टि मेनु भन्ने बटन छ, त्यो देख्नुभएको छ तल? सर छ। ल, अब मैले यहाँ क्लिक गर्छु, यहाँ क्लिक गरेपछि फेरि हामी यहाँ फर्केर आयौँ। अब मैले विद्यार्थीलाई भोकाबुलरीको बारेमा बताइसकेपछि
अब म कहाँ जान्छु एबाउट द पोएम र पोएटको बारेमा अलिकति बताउँछु जस्तै यहाँ मैले क्लिक गरेँ हेर्नुहोस् पोएमको बारेमा यता छ पोएटको बारेमा यतापट्टि छ रविन्द्रनाथ टेगोर कहिले जन्मे कहिले भएको देहावसान भयो सबै यसको पोएमको बारेमा अलिकति थिम छ है मेन आइडिया के हो यो पोएमको भन्ने छ अब यो चाहिँ मैले यो पोएम यताको यो त मैले बुकबाट ल्याएँ यताको पार्ट चाहिँ मैले एआईबाट जस्तै एट्र्याक्टिभ बनाउँदा मैले बनाएको इन्फोग्राफिक बनाएँ होइन फेरि म तल मेनु भन्नेमा गएर क्लिक गरेँ फेरि त्यहीँ फर्केर आएँ अब म पोएमको इन्टरप्रिटेसनमा जान्छु है इन्फोग्राफिक्स कसरी बनाएको छु म त्यहाँ देखाउँछु मैले इन्फोग्राफिक्समा क्लिक गरेँ है अब हेर्नुहोस् स्ट्यान्जा 1 है म अब सायद देखेछ होला स्ट्यान्जा 1मा गएँ स्ट्यान्जा 1मा यो रहेछ यो पोएमको पार्ट हो अनि यो स्ट्यान्जा 1मा खास के भन्नु खोजेको छ रिलेभेन्ट पिक्चरहरू पनि छ क्या यहाँ है अब यसको बारेमा अलिकति यो होइन यस्तो हो भन्ने त्यहाँ देखाएको छ होइन द हार्ट अफ द यो खास स्ट्यान्डर्डमा के भन्न खोजेको त भनेको हाइलाइटिङ पोइन्टहरू पनि छ हो यसरी यो इन्फोग्राफिक्स बनाएर हामीले पढाउन सक्छौँ अब हेर्नुहोस् है मेरो नलेजको साथसाथै मैले पढाउने मेरो शैलीको साथसाथै मैले एआईलाई जोडेँ कि यस्ता कुराहरू हामीले प्रविधिबाट बनायो एआईबाट बनायो अब यसरी यो पोएमको लाइन यत्तिकै हेर्नुहोस् त हजुर हेर्नु यो पोएमको स्ट्यान्डर्ड 1को यो लाइनहरू पढा यत्तिकै यो लाइन मात्रै बच्चाहरूलाई रिड गरेर पढाउनु भन्दा होइन यता अब च्यान्टिङ गर्ने त पोएम त अब पोएट्रीमा जाने भयो गीत सित गाउने कुरा भयो तर यो पिक्चरहरू थिम यो पिक्चर हेरेर मात्रै अलिअलि बुझ्छ कि बच्चाले यहाँ के भन्नु खोज्या हो भनेर है यसरी अब अब मानौँ अब स्ट्यान्डर्ड 2मा जानु पर्यो भने फेरि स्ट्यान्डर्ड 2मा यो भनेको छ प्रकृतिसँगको कुरा छ त्यहाँ स्ट्यान्डर्ड 3मा यस्तो भनेको छ होइन यसरी हामीले चाहिँ एआईको प्रयोग गरेर अब हामीले कन्टेन्ट क्रिएट गरेर मैले यहाँ जोडेँ मेरो मल्टिमिडिया क्लासमा अब त्यसपछि म फेरि मेनुमा गएपछि अब सम्बन्धित भिडियो भनेपछि यहाँ हेर्नुहोस् म भिडियो अब यो पोइम सम्बन्धित भिडियो पनि देखाउन सकिन्थ्यो मैले क्लिक गरेँ भिडियो आछ हेर्नुहोस् त आछ कि नै हेलो प्ले भएको छैन सर अब त्यसलाई आयो अब बल्ल आयो आवाज आयो कि नै सर तपाईँले स्क्रिन सेयर गर्दाखेरि त्यहाँ साउन्डमा टिक लाउनु भएन सर ए ओके एकछिन है वेट म एकचोटि स्टप सेयर गरेँ स्क्रिन सेयर गर्दा एकछिन है साउन्ड सेयर साउन्डमा टिक लाउनु पर्यो भिडियो सेयरिङ सेयर जुम विन्डोज ल ओके म फेरि गएँ त ल अनि ल अब आयो नि त Leave this. ठिक छ सर आवाज आछ Rabindranath अब Tagore. यहाँ भिडियो देखाउन सकियो हैन Leave this chanting and singing and telling of ल अब हजुरले म त्यहाँ गएँ ब्याक गएँ अब हामीले के गर्नु मल्टिमिडिया क्लास भनेको के हो भने टेक्स्टहरू देखाएर पिक्चरहरू देखाएर विभिन्न किसिमको मिडिया टुलहरू युज गरेर मिडियाहरू देखाएर हामीले भिडियो देखायौँ अडियो राख्यौँ पिक्चरहरू इन्फोग्राफिक्स राख्यौँ होइन भोकाबुलरी राख्यौँ अब लास्टमा यो पढाएपछि लास्ट एक्सर्साइजमा जाने एक्सर्साइजमा गएपछि यस्तो आउँछ जस्तै यो पनि बुककै क्वेसन हो है सबै बुकको क्वेसन हो मैले एआईलाई प्रयोग गरेर अलि त्यसैलाई एट्र्याक्टिभ बनाइदिएको बच्चालाई अलि इन्ट्रेस्टिङ होस् भनेर अब यसको यहाँ गएर क्लिक गर्छ एन्सर आउँछ होइन फेरि एक्सर्साइज नम्बर बीमा जाउँ होइन अब यसको यहाँ क्लिक गर्छ एन्सर आउँछ फेरि बी सीमा जाउँ अब यसको पनि यसो गर्छ यहाँ यसो गरेर ठ्याक्क एन्सर आउँछ अब बच्चालाई एन्सर देखाउने चाहिँ होइन पहिला हेर्नुहोस् है फेरि के गर्नुपर्छ भने सबभन्दा पहिला क्वेसन दिने 2-4 मिनट कुर्ने ना यु डु दिस भन्ने उनीहरूलाई क्लास वर्क दिने अनि उनीहरूले गर्छन् गरेपछि यो चेक गर्नलाई मात्रै गर्ने बच्चाहरूलाई हामीले रेडिमेड एन्सर चाहिँ दिने होइन उनीहरूमा क्रिएटिभिटी पनि चाहिन्छ नि त एआईको प्रयोग गरेर सबैको उनीहरूको क्रिएटिभिटी किल चाहिँ गरिदिने होइन कि खास हामीले एआईको प्रयोग गरेर उनीहरूलाई सिक्नको लागि उत्सुक बनाइदिने हो कि सिक्नको लागि कसरी लालायत हुन्छन् भन्ने गराउने हो यस्तो खालको मल्टिमिडिया क्लासरुम चाहिँ हामीले बनाउन सक्छौँ है त अब म फेरि फर्केर गएँ है वेट एकछिन ल अब म त्यसपछि अब म गएँ टिचिङ लिसनिङमा देखेछ हेलो ल अब मैले टिचिङ लिसनिङलाई हाम्रो नेपालकै करिकुलमले टिचिङ लिसनिङ कसरी गर्ने भने जुन हाम्रो फर्मेट हो त्यही फर्मेटमा मैले एआई जोडेको छु क्या जस्तै प्री लिसनिङ स्टेज वाइल्ड लिसनिङ स्टेज र पोस्ट लिसनिङ स्टेज र यसलाई कसरी एआईसँग जोड्न सकिन्छ भन्ने एउटा मोडालिटी मैले एउटा पहिला पेपर लेखेको थिएँ त्यो पेपरलाई फेरि मैले एआईमा राखेर यसो फर्मेट बनाइदियो त्यसले
तीनटा स्टेजमा यसो गर्न सकिन्छ भन्छ। यो तलको आइडिया चाहिँ मेरो हो कि यो तल फुल्ली एआईले मात्रै बनाएको होइन। सुरुमा हामीले प्री लिसनिङमा हामीले मतलब हजुर सबैलाई थाहै छ, सुरुमा बच्चाहरूले गाइड गर्ने, टिचरले गाइड गर्ने, उनीहरूलाई प्रेडिक्ट गर्न लगाउने होइन। अनि एआईले के गर्न सक्छ, जस्तै टपिकहरू भिजुअल प्रम्प्टहरू दिन सक्छौँ होइन, त्यो लिसनिङ सम्बन्धी भोकाबुलरी प्रिडिक्सन गर्न सक्छ, सबको त्यो हामीले सपोर्ट गर्न सक्छ त्यसमा। अनि वाइल्ड लिसनिङमा सुन्ने हो विद्यार्थीले होइन, टिचरले नै सुन्न पर्यो होइन। अनि त्यसलाई हामीले अथेन्टिक अडियो दिन्छ। हो यहाँ एआईले अथेन्टिक अडियो दिन सक्छ। अब मैले हजुरलाई एआईको प्रयोग गरेर अथेन्टिक अडियोहरू कसरी गर्न सकिन्छ भनेर मैले च्याट जिपिटीमा एउटा अडियो भोइस भन्ने सिस्टम छ, त्यसमा म हजुरलाई गराउँछु होइन। अनि स्पिडहरू ट्रान्सक्रिप्टहरू पनि गराउन सकिन्छ। अनि त्यसपछि बच्चासँग क्वेसन एन्सर गर्ने, रिफ्लेक्सन गर्ने, यस्तो गर्न सकिन्छ। लास्टमा त्यही भएको एन्सरलाई हामीले फेरि अडियोबाटै चेक गराउने, एन्सर पनि चेक गर्न सक्छौँ है त। अब हामी जान्छौँ है। अब मैले हजुरलाई एउटा पेज देखाएँ, म जान्छु, अहिले अर्कोमा चाहिँ पछि जान्छु। अब यो हजुरहरूले आफ्नो मोबाइलमा अथवा यो स्टेपहरू एकचोटि हेर्नु त, अनि म हजुरलाई सुरु गर्छु। यहाँ सुरुमा हामी हजुर अहिले नजानु है, अहिले पहिला हजुरहरूले हेर्नुहोस्। सुरुमा हामी जेमिनीमा जान्छौँ। मैले दुईवटा आज अर्को पनि देखाउँछु, यो सजिलो भएर पहिला जेमिनी सुरु गरेँ मैले है। हजुर जेमिनीमा जानु पर्यो पहिला है। अहिले म जेमिनी गरेर देखाउँछु पहुँच है। अनि त्यसमा सुरुमा स्टार्टमा हामीले यो पेजको यो तलपट्टि हजुर यो फोटो यो अहिलेको स्क्रिन फोटो खिच्नु है, एकचोटि राख्नु है। अहिले स्टेप बाई स्टेप हेर्नुपर्छ। सुरुमा हामी जेमिनी खोलेपछि हो यहाँ तल प्लसको चिन्ह हुन्छ, यहाँ यस्तो चिन्ह हुन्छ, यहाँ फास्ट, यहाँ अडियोको चिन्ह हुन्छ, त्यसको साइडमा तीनटा धर्काएर सानो स्टार हुन्छ। यो हो यहाँ गएर क्लिक गरेपछि बल्ल अनि त्यहाँ स्टार्ट फ्रम हियर भनेछ, ओपन जेमिनी ओपन गरेपछि यहाँबाट क्लिक गर्ने होइन। अनि दोस्रोमा हामीले के गर्ने, यो भिडियो अप्सनमा यहाँ क्लिक गरेपछि भिडियो अप्सन आउँछ। त्यो भिडियो अप्सनलाई क्लिक गर्ने भयो, नत्र अडियो अप्सनबाटै गरे पनि हुन्छ। मैले भिडियो अप्सन किन गरेको भनेको भने बच्चालाई कुन कुरा हजुरले सुनाउन खोज्नुपर्छ अथेन्टिक भोइसमा, त्यो टेक्स्ट पनि देखाएर भिडियोमा देखाएर हामीले बच्चालाई सुनाउन सक्छौँ। त्यसपछि त्यो टेक्स्ट स्क्यान गर्न सकिन्छ। अनि जेमिनीले हामीले के भन्न सक्छ, माइल्ड स्पिडमा बोल भन्न सक्छ, कति फास्ट पनि बोल्न सक्छ, स्लो बोल्न सक्छ। स्पिड उसको टोन एन्ड इन्टोनेसनहरूमा हामीले भनौँ न अडियो प्रम्प्ट दिएर उनीहरूलाई कन्ट्रोल गर्न सक्छ कि त्यो स्पिडलाई। त्यसपछि बच्चाहरूले सुन्छन्, त्यो टेक्स्ट सुनेपछि विद्यार्थीहरूलाई क्वेसन एन्सर गर्न सकिन्छ। अनि उनीहरूले गरेको क्वेसन एन्सर जेमिनीले आफै चेक गरिदिन्छ, टिचरले चेक गर्नै पर्दैन, उसैले भनिदिन्छ है। यसरी हामीले यो 7वटा स्टेप है, 7वटा स्टेप। स्टेप 1मा यो गर्ने, 2, 3, 4, 5, 6, 7 यसरी 7वटा स्टेपमा उनीहरूको चाहिँ स्क्रिनशट म्युट गरेर बोल्नु है। श्रीकृष्ण सर अहिले गरिदिइसकेँ सर। हेर्नु है। अनि यो 7वटा स्टेप हजुरले एकचोटि हेर्नु है। अब यो 7वटा स्टेप हजुर मिल्छ भने फोटो खिचेर राख्नु सुरक्षित बनाएर। अनि त्यसपछि म अब जान्छु है त। म अब यसलाई स्क्रिन सेयर अफ गरेँ है त। अब हामी कसरी जान्छौँ भनेर मैले स्विच अफ स्क्रिन सेयर गरेँ। अब मैले मेरो भिडियोलाई पिन गर्छु है। ओके, म ठुलो भएर आएँ नि त त्यहाँ। सर हो, अब यसरी मोबाइल लिने हेर्छ है। अब म हजुरतिर यहाँ मोबाइलले देखाएर गर्छु क्या डाइरेक्ट है। यहाँ चाहिँ मेरो हातमा मोबाइल छ है। अब म सुरुमा हजुरतिर जान्छु। यहाँ मेरो हजुर सुरुमा गुगलमा गएर www.gemini.com हान्नु ल है। एकैछिन। ओके ल, यस्तो खालको आउँछ हेर्नु त हजुरकोमा। यस्तो आउँछ हेर्नु त यो हो। यहाँ थिम छ है, 3टा धर्काएर। अनि यो चाहिँ के हुन्छ, यो खास मोबाइलबाट गर्दा बेटर हुन्छ। मैले ल्यापटपबाट गर्न किन सिकाइनँ भने हामीले क्लासरुममा ल्यापटपको प्रयोग गरेर यो अडियो सुरु गर्न सकिनँ। हाम्रो त मोबाइल त जोसँग नि हुन्छ होइन। मोबाइल हामी सबैसँग हुने हुनाले हामी हो यहाँ थिन्छ। अब यस्तो स्क्रिन हुन्छ ल हेर्नुहोस्। अनि यहाँ थियो हो, यो 3टा धर्काइ। हजुर मोबाइलमा जानु, जेमिनीको एप पनि छ है। हजुरले प्ले स्टोरबाट डाउनलोड गरेर जान सक्नुहुन्छ। सुरुमा साइन अप गर्नुपर्छ। साइन अप विथ गुगल गर्नु होला आफ्नो आइडी, अनि कन्टिन्यू गर्नु होला है। त्यही त जानु त। अनि हो यहाँ थिम यो 3टा धर्का देख्नुहोस् है। यो
हो यहाँ जानु म यहाँ क्लिक गर्छु है तपाईँ रेडी हुनुहुन्छ अथवा तपाईँ रेडी हुनुहुन्न भने मैले गरेर देखाउँछु हजुरले स्टेप सम्झिनु होला अनि अलि गर्नु होला है त ल यहाँ हेर्नुहोस् है मैले यहाँ क्लिक गरेँ है ओके मैले यहाँ एकछिन है ल मैले क्लिक गरेँ यस्तो आयो ल हेर्नुहोस् यस्तो आयो अब यसको आवाज सुनाउँछु मैले एकछिन है 1 मिनट है Alles klar, ich bin bereit. आवाज सुन्नुभएको छ यसको हेलो नमस्कार नमस्ते मैले तपाईको अनुरोध अनुसारको लभ एन्ड लकी घेरै स्टाइलको तस्बिर तयार गरिसकेको छु के यो तस्बिर तपाईलाई मन पर्यो भन्नाले आवाज सुन्नुभएको छ हजुरले यसको सुनेको छ सर ल अब क्यान वी स्पिक इन नेपाली सरी इङ्ग्लिश Absolutely. We can certainly switch to English. How can I assist you today? Or is there anything else you'd like to talk about? ओके आई एम गोइङ टु स्क्यान अ टेक्स्ट मैले यो बुक लिएको छु हेर्नुहोस् है साइडमा है मैले यो बुकमा अब एउटा कुनै च्याप्टर अथवा के देखाउँछु उहाँले यो पढेर सुनाउनुहुन्छ अनि बच्चाहरू त हामीले लिसनिङमा त्यो अथेन्टिक अडियो चाहिँ हामीले के गर्न सक्छौँ बच्चाहरूलाई सुनाउन सक्छौँ है त सानो मैले टेक्स्ट दिएँ त हामीले बुककै टेक्स्ट दिन सक्छौँ है त ओके आई एम स्क्यानिङ मैले भिडियो अप्सन खोलेँ है यसरी मैले भिडियो अप्सन खोलेँ हेर्नुहोस् है भिडियो अप्सन खोलेँ तर प्लिज स्क्यान दिस एन्ड रिड इट अलाउड विथ अ माइल्ड स्पिड The ratio of daylight to handwriting was the same as lace making to eyesight. The paper was so thin it skinned air. The hand was fire and the page tinder. Everything burned away except the one place they singled out between fingers. Held over a letter pad they set aside for the long evenings of their leave takings, always asking after what they kept losing. Okay. Always. Can I ask you a question about this? Of course. Go right ahead. I'm ready for your question. ल अब हामीले के गर्न सक्छौँ बच्चाहरूलाई त्यही क्वेसन हामीले यसलाई सोध्छौँ अथवा त्यही क्वेसन पहिला बच्चाहरूलाई दिने उनीहरूलाई सुन्छन् होइन बच्चाहरूलाई कुनै दिन मोबाइल ल्याउन पनि अलाउ गरेर यसै बच्चालाई क्लास पनि गर्न सकिन्छ अब हामीले यो जेमिनीको यो अडियो एपबाट यसले व्यक्ति पनि भन्छ होला क्यान यु टेल मी अबाउट मी आई एम युवराज तिवारी क्यान यु टेल मी समथिङ अबाउट मी I don't have any personal information about a Yuvraj Tiwari in my records. However, based on what's available, I can see you're an engaged school teacher who teaches various grade levels and works on developing classroom management strategies and language teaching techniques. यसरी हामीले केही हजुरको फेसबुक लिङ्कहरू युट्युबको लिङ्कहरू यसलाई बताइदिएर यो हो मेरो आइडी मेरो बारेमा बता अथवा स्कुलको बारेमा कुनै ठाउँको बारेमा सोध्यो भने उसले त्यसै कुनै हजुरले कुनै पनि लिसनिङ खास हामीले डेभलप गर्न खोजेको लिसनिङ हो तर हजुरले उसलाई इन्ट्रेस्टिङ गराउन ल अब आज पोखराको बारेमा अथवा बुटोलको बारेमा कुनै ठाउँको बारेमा सोधे पनि हामीले लिसनिङ गर्न सक्छौँ होइन जस्तै कुनै कल्चर कुनै स्टोरी जे पनि है आफूलाई जे मन लाग्छ त्यो कुरा अडियो भोइसबाट हामीले गर्न सक्छौँ है ल हजुरले एकचोटि ट्राई गर्नु त एकचोटि 5-10 मिनट जति सुरुमा जेमिनीमा जानु है गुगलमाबाट अथवा प्ले स्टोरबाट हजुरहरूले के गर्न सक्नुहुन्छ भने जेमिनी डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यहाँबाट साइन अप गरेपछि हजुरले यो अडियो सेवा चाहिँ पाउनुहुन्छ है अब मैले अघि त लिभ दिस च्यान्टिङ एन्ड सिङ्गिङ भन्ने पोएम थियो नि त्यो हजुरलाई भिडियोमा देखाएको त्यो भिडियोको एनिमेसन चाहिँ अलिकति मैले थपेको हो तर त्यहाँ भित्रको अडियो चाहिँ मैले यसैबाट बनाएको हुन्छ है अडियो मिक्स गरेर मैले चाहिँ नि फिल्मोरामा गएर एडिट गरेर मैले आफै बनाएको त्यो भिडियो आफ्नो बनाएर राखेको छु यसरी हजुरले गर्न सक्नुहुन्छ है कसैले ट्राई गर्नु त अनि हामीलाई बताउनु त के छ भइरहेछ भएको छ कि नै कसैले ल्यापटपबाट भिडियो हेर्नु सर हो राइट
सही भन्नुहोस्। त्यही भएर मैले यो मोबाइलबाट सिकाएको के सर है। ल्यापटपबाट भिडियो हुँदैन अप्सन, कुनै कुनैमा त्यो स्क्रिन क्यामेरा हुँदैन। त्यही भएर मैले मोबाइलबाट सिकाएको। मोबाइलबाट किन गराएको भने हामी सजिलै क्लासरुममा मोबाइल हाम्रो जोसँग नि हुन्छ, अनि अलिकति भयो कसै कुनै कुनै क्लासमा हाम्रो इन्टरनेट छ भने ठिक छ, नभए हामीले अलिकति डाटा लिएर भने लिसनिङ प्र्याक्टिस गराउन सक्छौँ। यदि यहाँ कोही व्यक्ति हजुरहरूमध्ये ल्यापटप प्लस मोबाइल सहित हुनुहुन्छ भने एकचोटि मोबाइलमा गएर जेमिनी ट्राई गर्नु त भन्ने मैले अनुरोध गरेँ। 5 मिनट जतिमा हेर्नु अनि म अगाडि बढ्छु। हजुर सर, मेरोमा समस्या आयो सर, यहाँ त खुलेन सर मेरोमा, किन हो? कस्तो भयो देखाउनु त पहिला। Can I talk with you? हुन्छ सर, अगाडि भन्नु त। सानो अक्षरमा देखियो कि सर, राम्रोसँग देखिएन त्यो। Today I am learning how to use Gemini in teaching learning process. सर म्युट हुनुभयो। श्रीकृष्ण सर हजुर म्युट हुनुभयो कि? मैले ट्राई गरिरहेको छु सर। ए सर अनि अर्को कुरा, म फेरि जेमिनमा फेरि गएँ है। अब यहाँ गएर मैले यो 3टा डटमा गएर होइन, अनि यो भिडियो अथवा डाइरेक्ट अप्सनमा गएँ त ल हेर्नुहोस् है। अनि मैले भने क्यान यु टेल मी द मोरल स्टोरी द थर्स्टी क्रो? It's a classic I'd love to share. Once upon a time, on a hot summer day, a thirsty crow flew over the field searching for water. He was just about to give up when he spotted a pitcher in a garden. He flew down quickly, but when he looked inside, he saw there was only a little water at the bottom, and his beak couldn't reach it. He tried everything he could think of. He tried to push the pitcher over, but it was too heavy. He was about to lose hope again when he noticed some pebbles scattered on the... अब यसरी हामीले कुनै पनि स्टोरी सुनायो भने नि बच्चालाई लिसनिङ गराउन सक्छौँ है। अनि अर्को कुरा नेक्स्ट वान के हामीले चाहिँ एउटा बच्चा पहिले एउटा वर्कसिट जस्तो क्वेसन बनाउने, ट्रु फल्स, फिल इन द ब्ल्याङ्क, म्याच द फलोइङ जस्तो बनाएर दिन सकिन्छ। र त्यसैको त्यो स्टोरी चाहिँ आयो हैन, हजुर रिडिङ चाहिँ कहाँबाट भइरहेको थियो भन्ने आइडिया। ओके, मैले हजुरलाई फेरि बताएँ त। हजुर जेमिनीमा जानुहुन्छ नि, स्टोरी आयो। हो यो आयो त्यो स्टोरी मेरो पनि आयो। हो या 3टा धर्का छ कि हेर्नु त। छ। हो त्यो क्लिक गर्नु त ल। यस्तो स्टोरी आइक्यान आएपछि चाहिँ यस्तो आइक्यान हेर्नु त। आएको छ त्यो पनि। हो यहाँ भिडियोको अप्सन छ नि, यहाँ थियो हेर्नु त म्याम। अब भिडियोमा जानु। हो यो छेउमा यहाँ त भिडियोमा जान्छ। के भने बुक पनि स्क्यान गर्न सकिन्छ। अब भिडियो देखिन्छ। हजुरले कुनै टेक्स्ट स्क्यान गरेर पनि भर्न सक्नुहुन्छ, अथवा डाइरेक्ट हजुरले यसरी नै भर्न सक्नुहुन्छ। यसरी नहीं सर, त्यो स्टोरी हाम्रो स्क्रिनमा आयो तर त्यो रिडिङ भएन, आप त्यो बिल्कुल साउन्ड सही आयो। कह रहे हैं। आप चाहें तो किताब के किसी हिस्से की तस्वीर लेकर उसे स्कैन कर सकते हैं। अडियो आएन भन्नु, त्यसको मोबाइलको हजुर। भोल्युम गऱ्यो भने त के समस्या हो कि? बोल्नु आउँछ होइन, नि। उहाँले कुरा गर्दैखेरि के भनिदिनु पर्यो भने यसलाई चाहिँ कम्तीमा पढ्दै यसो गर्दै भनेर भनिदिनु पर्यो नि त। उहाँले भन्नु भएन होला नि त। त्यो स्क्रिनमा स्क्यान गरेर भनेपछि हामीले के त्यो भन्नु प्रम्प्ट दिँदैमा रिड दिस स्टोरी भन्ने इन्स्ट्रक्सनमा भन्नु। जानु पर्यो। पर्यो अघि म त्यही भने त। हजुर यहाँ जानुहुन्छ, त्यसपछि मैले यहाँ अब मैले मेरै भिडियोमा ल जस्तै यहाँ ल मैले अनलाइन यो जस्ट ओके, क्यान यु टेल मी अबाउट दिस, व्हाट इज रिटन अन द स्क्रिन? On your screen, I see an icon for online school Nepal. त्यही भने अब मजाले त्यो चिजहरू जे हजुरले जे स्क्यान गराउँछ त्यो उसले पढेर सुनाउँछ। अनि अलिकति अथेन्टिक टाइपको भोइसै हो यो होइन। अनि हामीले चाहिँ सुन्न सक्छौँ, त्यसैमा क्वेसन एन्सर त्यसैमा जान सक्छौँ क्या। हामीले पहिले वर्कसिटहरू तयारी गर्नुपर्छ मात्र। हजुरलाई मैले सिकाएको अघिको मेरो मल्टिमिडिया क्लासरुममा जुन हजुरले पोइम पढेको थियो त्यो चाहिँ मैले यसैबाट बनाएको है। ओके, अब हजुरले जेमिनीबाट यो अलिकति मैले आइडिया दिएँ है। म अगाडि बढौँ कि होइन? अब के हुन्छ हजुरले आइडियाहरू लिएर राख्नु, अनि फेरि पछि चाहिँ गरौँ ल। अब म सेयर गरेँ फेरि है, स्क्रिन सेयर गरेँ मैले। मेरो अन पिन गरेँ, रिमुभ पिन ल।
ल ओके अब म कता गएँ भने ए मेरो सेयर भएको छ कि नै ओके यो पेज आएको छ हेर्नु त सबैजनाले ठिक छ मेरो सर, पेज आइरहेछ सर, मेरो आवाज ठिक छ। ओके ल अब मैले हजुरलाई अझै As he cast his beam of light, he imagined the exotic lands and creatures on ल ओके ल अब मैले हजुरलाई यो एआई त होइन तै पनि यो लिसनिङको लागि हामी प्रविधिमा अलिकति एआई बाहेक अरू केही कुरा नि म सेयर गर्न चाहेँ यो टेड टक्स भन्ने प्रोग्रामहरू कतिको युट्युबमा हजुरले हेर्नुहुन्छ छैन सर, छैन। हो त्यसो भयो भने हजुरले युट्युबमा गएर टेड टक्स भन्ने एउटा प्रोग्राम हुन्छ त्यो विद्यार्थीहरूलाई हजुरले त्यहाँबाट राम्रो अथेन्टिक अडियोहरू हजुरले सुनाउन सक्नुहुन्छ एकछिन है त अब म यता जान्छु है म स्क्रिन स्टप गरेँ ओके अब म स्क्रिन सेयरमा फेरि गएँ अब ओके ल सेयर गरेँ है म यसलाई मिनिमाइज गर्छु म टेड टक्समा एकचोटि हजुरले डेमो मात्र देखाउँछु है हजुर आफै पछि गर्नु है ल म गुगल क्रोममा पहिले युट्युबमा जान्छु हेर्नुहोस् है यो एकचोटि हजुरलाई बताउँछु मात्रै के हजुर घरमा पछि आफै गर्नु होला म युट्युबमा गएँ अब युट्युबमा गएपछि हजुरले बच्चाहरूलाई यो टेड टक्स प्रोग्राम एकदमै राम्रो प्रोग्राम है एकदमै मोटिभेसनल हुन्छ बच्चाहरूलाई इन्सपायर गर्छ सिक्नको लागि सुन्नको लागि है यसमा एकदमै हजुरले गर्नु जस्तै मैले माथि गएर टेड टिएलके टेड टक भनेर राखेँ मैले अब ल हेर्नुहोस् यो सबै आउँछ जस्तै संसारमा जति पनि राम्रा मान्छेहरू जो छ उनीहरूको बारेमा उनको धारणा के अहिले यो टेड टक्सलाई हामीले पोडकास्टिङको रूपमा पनि हामीले डेभलप गर्न सक्छौँ है बच्चाहरूलाई लिसनिङ र स्पिकिङको रूपमा हामीले पोडकास्टिङमा पनि जानुपर्छ है हजुर त पनि बिस्तारै बिस्तारै गराउनु होला पोडकास्टिङका डिभाइसहरू जस्तै यहाँ टेड टक्स सब्सक्राइब गर्नु मैले गरेको थिएँ अर्को डिभाइसमा गराइरहेको छु अब हेर्नुहोस् यस्ता यस्ता किसिमका प्रोग्रामहरू हजुरले सजिलै बच्चाहरूलाई यदि हजुरको क्लासमा डिजिटल क्लासरुम छ भने सजिलै हजुरले गर्न सक्नुहुन्छ मैले जस्तै यो प्ले गरेँ है अब अडियो आउँछ कि नै हेर्नु त भन्नुहोस् है Not only will I tell you about the wonderfully good things that happen when you get आशा आवाज आशा आइरहेछ सर। ओके मैले फेरि प्ले गरेँ जस्तै sleep, but the alarmingly bad things that happen when you don't get enough. ल हेर्नुहोस् है अब एउटा कुरा मैले भनेँ अघि एआई बेस्ड अडियो टेक्स्ट थियो होइन त्यो एआईबाट प्रविधिबाट आयो यो चाहिँ ह्युमनाइज टेक्स्ट हो क्या मान्छेको आफ्नो टेक्स्ट हो कि अब लिसनिङ हजुरले दुइटैतिर गराएर बच्चाहरूको लिसनिङ डेभलपमेन्ट गराउन सक्नुहुन्छ र अर्को कुरा अब यसैको यो लिङ्क लगेर हजुरले जस्तै युट्युब समराइजर युट्युबको टेक्स्ट अझै जस्तै यसैलाई हामीले के गर्न सक्छौँ भने एउटा अर्को एप छ मैले अहिले सिकाउँछु यसको यो माथिको लिङ्क लगेर यहाँ उसले के भन्यो त जस्तै यहाँ कति मिनट बोलेको छ भने 19 मिनट 18 सेकेन्ड बोलेको छ यो समयमा उसले के भन्यो भनेर सबै कुराको समरी उसको त्यही यसैको आधारमा क्वेसन एन्सर होइन यसैको आधारमा इन्फोग्राफिक्स यसैको आधारमा पिक्चरहरू बनाउन सक्छौँ उहाँले बोलेको मात्रै कुरालाई लिएर है त्यो अहिले म सिकाउँछु है ल अहिले मैले यसलाई राखेँ ल अब म अगाडि बढेँ ओके मैले अब अहिलेसम्म हजुरलाई दुईवटा कुरा बताएँ तीनवटा कुरा एउटा चाहिँ मल्टिमिडिया क्लासरुम हामीले यो गर्नैपर्छ एआई एसिस्टेन्ट हुनुपर्छ है अर्को चाहिँ म लिसनिङ प्र्याक्टिस गराउनको लागि हामीले जेमिनी एउटा स्टेपहरू मैले हजुरलाई देखाएँ 7वटा स्टेप हामीले गर्न सक्छौँ है त्यो एकदम इफेक्टिभ मैले क्लासमा गर्छु यो एभ्रिडे गर्छु यो लगभग बच्चालाई रिडिङ टेक्स्ट पनि मैले रिडिङ पनि यसैबाट पनि प्र्याक्टिस गराउँछु प्रायः जसो यसो यो हुँदो के रहेछ भने यतिकै हामीले पढाए बच्चा डिस्ट्र्याक्ट हुन्छ अनि यस्तो पिआई परेको थाल्यो प्रविधि परेको बच्चा इन्गेजिङ हुन्छ क्या बच्चा सिक्नतिर कति लालायत हुन्छ कि जस्तै नपढ्ने अलिकति पछाडि हाई काट्ने रिडिङ टेक्स्ट भने निदाउने बच्चाहरू पनि यो प्रविधि भनेपछि आँखा चनाखो भएर कस्तो सिक्न आउँछन् क्या बच्चालाई यस्तो प्रविधिले इन्गेजिङ गराउँछ है हेर्नुहोस् है इन्गेजिङ भनेको सिकाइमा सबभन्दा 1 नम्बरमा चाहिन्छ ल अब यो टेड टक्स तेस्रो कुरा मैले सिकाएँ अब ल अब ओके अब अलिकति हामी कति टाइम भयो टाइम पनि एकदम फास्ट जाने छ
अब यहाँ चाहिँ मैले स्पिकिङ स्किल्स, अब हाम्रो लिसनिङ स्पिकिङ भन्दा नि अहिले रिडिङ राइटिङतिर अलिक बढी फोकस गर्ने भनेर मैले स्पिकिङ स्किल्समा यसरी हजुरले यो जुन हजुरले यहाँ स्क्रिनमा देख्नुभएको छ यो एआईले बनाएको है, यो मैले च्याट जिपिटीबाट बनाएको। तर यहाँ भएका सबै कुराहरू चाहिँ मेरो प्रम्प्टले बनाएको, फेरि मेरो टेक्स्टले बनाएको। मैले सबै खोजेर पेपर तयार गरेँ, त्यही पेपरबाट मैले बनाइदिएँ नि त भनेर यस्तो बनाइदिएँ। अब यहाँ सबै कुरा ठिक छ, त्यही भएर मैले एकचोटि चेक चाहिँ गर्नुपर्छ। हजुरले एआईबाट बनेका चिजहरू जहिले पनि मान्छेले चेक गर्नै पर्छ है। हेर्नुहोस् है, जस्तै एआईले बनाइदियो के अरे भनेर हुबहु डाइरेक्ट लगेर क्लासरुममा कहिले पनि प्रेजेन्ट गर्नु हुँदैन। मसिनले गराएको कुरा, एआईले बनाएको कुरा है, हामीले ह्युमनाइज गर्नै पर्छ। हामीले बच्चाहरूसँग यो सुहाउँदो हाम्रो बच्चालाई ठिक छ कि छैन होइन, करेक्सन छ गरेर होइन, अलिकति सच्याएर मिस्टेक छ कि छैन सबै चेक गरेर मात्रै कक्षाको ठाउँ पस्किनु पर्छ है। एउटा कुरो यो ख्याल गर्नुलाई शिक्षकले गर्नै पर्छ। जस्तै मैले चाँडो कुरालाई अलिक फोकस गरेको थिएँ, जस्तै हाम्रो नेपाल सरकारको करिकुलममा पनि यो चाँडो कुरा छ। हजुरले एकचोटि हेर्नु त त्यो टिचर्स गाइडमा, एकदम म त्यो टिचर्स गाइड फलो गरेर यो बनाएको है। हजुरले त्यो हेर्नुहोस्, एउटा थिङ्क पेयर सेयरलाई अलिक बढी फोकस गरेको छ है। थिङ्क पेयर सेयरमा बच्चाहरूले एकाअर्कामा कुरा गर्नुपर्ने हुन्छ क्या, त्यसमा ब्रेन स्टर्मिङ पछि आइडिया क्रिएसन गर्छन् अनि एकाअर्का सेयर गर्दा स्पिकिङ गर्नुपर्छ। एउटा योबाट गर्नुपर्छ। अब थिङ्क पेयर सेयरमा एआईले म सुरुको 1 नम्बर हेर्नु है, थिङ्क पेयर सेयरमा एआईले कसरी हेल्प गर्छ भनेको हामीले उनीहरूलाई ब्रेन स्टर्मिङ गर्ने हुनाले हामीले प्रम्प्ट बनाउन सिकाउने, भोकाबुलरी क्रिएसन गर्न सिकाउने। जस्तै टक पार्टनर्स भनेर च्याट जिपिटीमा एउटा भोइस अडियो छ, त्यो युज गर्न सकिन्छ है। अनि जोसँग रोल प्ले, सिचुएसनल डायलग, यस्तै किसिमका डायलगहरू क्रिएट गर्ने, यसमा पनि हामीले एआईबाट डायलगहरू क्रिएट गर्न सक्छौँ। एआईबाट कमिक स्टोरी बनाउन सक्छौँ जसमा डायलग हुन्छ। अहिले म हजुरलाई कमिक स्टोरी पनि सिकाउँछु है। अनि रोल प्ले त गर्न सकिन्छ। तेस्रोमा फेरि पिक्चरहरू भिडियोहरू देखाएर अथवा पिक्चर देखाएर उनीहरूलाई बोल्न लगाउने है। अहिलेको त जेमिनी पनि यहाँ प्रयोग गर्न सकिन्छ। जस्तै कुनै एउटा पिक्चर देखाएर त्यो पिक्चर र अनि पिक्चरको बारेमा जेमिनी र तपाईँ हामी बोल्न सक्छौँ, कुराकानी गर्न सक्छौँ त्यो पिक्चरको बारेमा। हामी एआईसँग बोल्दैछौँ। अथवा यो च्याट जिपिटीको भोइस अडियो सिस्टमबाट पनि एआई च्याट जिपिटी र तपाईँ हामी बोल्न सक्छौँ पिक्चरको बारेमा, स्टोरी कुनै चिजको बारेमा है। लजिकल्ली उनीहरूले क्वेसन सोध्ने बताउने काम हुन्छ। अनि अर्को चाहिँ डिस्कसन, ओपिनियन, टक, क्रिटिकल थिङ्किङ, कन्फिडेन्स, यो पनि गर्न सकिन्छ। यसमा पनि हामीले बच्चाहरूको हाम्रो स्पिकिङको अब होइन, विद्यार्थीहरूको फ्लो कस्तो छ होइन। त्यसमा चाहिँ टेक्स्ट टु स्पिच भन्ने एउटा हुन्छ क्या होइन। जस्तै युट्युब समराइजर भन्ने त्यस्तै किसिमका के अरे टुलहरू छन्, त्यसबाट हामीले यो चौथो गर्न सक्छौँ। यो चारवटै एक्टिभिटीमा एआईलाई जोड्न सक्छौँ। हेर्नुहोस् है, अब मैले 1-2टा गरेर देखाउँछु ल। हेर्नुहोस् है, यो अब यो अलिक गाह्रो छ हजुरलाई। त्यो एकचोटि हजुरकोमा च्याट जिपिटी छ कि छैन है, त्यो हेर्नु होला। म पहिला बताउँछु है त। च्याट जिपिटीमा एउटा भोइस मोड भन्ने हुन्छ हेर्नुहोस् है। अहिले म हजुरलाई स्क्रिनमा देखाउँछु है, पहिला नहातिनु है, यहाँ हेर्नु मात्रै है। पहिला च्याट जिपिटीमा एउटा भोइस मोड भन्ने हुन्छ। हजुर आजकल त्योमा हेर्नुहुन्छ नि त, यो टिकटकमा एकजना कति भाइरल भएको छ नि त, एआईसँग कुरा गरेर च्याट जिपिटी अहिलेको वर्ल्ड कप कसले जित्छ भन्दाखेरि उसले के भन्छ, अनि त्यही कुरालाई भाइरल भइरहेको छ टिकटकमा होइन। अनि च्याट जिपिटी यस्तो के हो भन्छ, अनि उसले एन्सर दिन्छ। अनि त्यो कुरा कुनै फन्नी एन्सर भयो भने त्यो चाहिँ टिकटकमा भाइरल भइहाल्छ। त्यस्तो च्याट जिपिटीसँग कुरा गर्नु चाहिँ बच्चाहरूको स्पिकिङ स्किल चाहिँ बढ्छ। हेर्नुहोस् है, किनकि बच्चालाई तपाईँ बोल्न खोज्दैन, तर च्याट जिपिटीसँग बोल्न खोज्छ फेरि बच्चा। त्यस्तो भएको छ कि अहिले प्रविधिसँग अलिकति उसको अट्याचमेन्ट बढी भएको छ नि त। ऊ जन्मिँदै मोबाइलको जमानामा जन्मिएको छ होइन, प्रविधिलाई उसले बढी प्रयोग गर्न खोज्छ। अब यहाँ कुरा रह्यो, अब यो अरू मैले पढ्नतिर लाइन है, ग्रामरमा यो गर्छ, स्टोरी टेलिङ हुन्छ, सबै थुप्रै चिजहरू छ यहाँ। र यो कसरी प्रयोग गर्ने म हजुरलाई देखाउँछु है त। मैले पहिला स्टप सेयर गर्ने, अनि कसकोबाट आवाज आइरहेछ है, देखिन्छ आवाज कसकोबाट आएको छ पनि भएन, मेरैबाट आएछ। साथीहरूलाई एउटा आग्रह के भने यो रेकर्ड हाम्रो एलएमएसमा हालिन्छ होइन। भोलि तपाईँहरू आफैले हेर्दा आफ्नै आवाज सुन्दाखेरि तपाईँ आफैलाई लज्जा बोध हुन्छ कि है। त्यही भएर आवश्यकताभन्दा अरू समयमा तपाईँहरूले म्युट गरेर हेर्नु होला। केही सोध्नु पर्यो भने चाहिँ अनि तपाईँहरूले खोलेर सोद्धाखेरि हुन्छ है। ल हेर्नुहोस् है,
अब मैले यहाँ देखाएँ चाहिँ अर्कोमा देखिन्छ किन यहाँ मेरोमा यहाँ थिम च्याट जिपिटी छ देखेछ यो लास्ट है हजुरले च्याट जिपिटीको गुगल प्ले स्टोरमा गएर अथवा आइफोन हो भने एप्पल स्टोरमा गएर होइन एउटा च्याट जिपिटी हजुरले इन्स्टल गर्नु पहिला त्यो गर्दाखेरि हेर्नुहोस् है एउटा कुरो ध्यान दिएर सुन्नु पहिला एप इन्स्टल गर्नुहुन्छ एप इन्स्टल गरेपछि अब त्यसमा हजुरको आइडी माग्छ अनि एकचोटि त्यो जिमेलको पासवर्ड चाहिँ हान्नुपर्छ किनकि दर्ता गर्नु है ट्रस्टेड छ फेरि त्यो हानि नोक्सान केही गर्दैन मैले गरेको छु है हेर्नुहोस् है देखेको देखेन कुनै त्यतातिर यहाँ देखेछ च्याट जिपिटीको लोगो हो यहाँ है म नजिकै ल्याएँ ल अब देखियो यो देखेँ सर हो। देखिया छ सर अब म यसमा क्लिक गर्छु ल हेर्नुहोस् है पहिला सिकाउँछु के हो भन्ने कुरा अनि हजुरले गर्नु होला अनि हेर्नुहोस् त एमा पनि एकछिन है एकछिन म ब्याक गरेँ एकै मिनट है एकछिन ल एमा पनि हो यहाँ थिम यो धर्कै धर्का हुन्छ यो अडियो यो होइन यतापट्टिको यो है यो ख्याल गर्नु है अब च्याट जिपिटी माथि यहाँ के पहिला कुरा हो यहाँ प्लस चिन्ह हुन्छ अनि आस्क यहाँ के भन्छ आस्क च्याट जिपिटी भन्ने हुन्छ यहाँ त्यसमा यता अडियो तपाईँले यहाँ प्रम्प्ट दिने टाइप गर्नु छ भने यहाँ टाइप गरेर दिने हो होइन अडियोबाट प्रम्प्ट दिनु छ भने यसबाट हो नत्र हजुर अडियो सेवामा जानुहुन्छ नि यहाँबाट हेर्नुहोस् है ल अडियो सेवामा मैं गएँ ल ओके म पहिला क्लिक गरेँ ल यस्तो आउँछ यो गोलो आउनु पर्यो स्क्रिनमा गोलो आउनु पर्यो त हेर्नुहोस् है गोलो आयो अब म स्क्रिनमा गोलो आइकन ल्याइदिन्छु ओके हजुरलाई सन्चै छ च्याट जिपिटी म ठिकै छु धन्यवाद तपाईलाई कस्तो छ मलाई त एकदम राम्रो छ म इङ्ग्लिस टिचर हो नेपाली बोलेछु कस्तो लाग्छ मेरो नेपाली राम्रो लाग्यो तपाईको नेपाली बुझ्न सजिलो र स्पष्ट छ तपाईले राम्रो बोल्ने तपाईले राम्रो बोल्नुहुन्छ कि मैले राम्रो बोल्छु नेपाली दुवैजनाले लगभग राम्रो बोल्छ जस्तो लाग्छ मलाई अनि अहिलेको वर्ल्ड कप कसले जित्छ होला ए म हेर्छु ल भन्नुस् त छिटो अहिले त सेमिफाइनल अर्जेन्टिना यहाँ वर्ल्ड कपमा खोज्न गइसक्यो गेम भइरहेछ ल हेर्नुस् हो त अहिले त त्यसको सेमिफाइनल स्टेज चल्दैछ 4 टिम बाँकी छन् जित्ने कुरा निश्चित भन्नु त गाह्रो छ तर म भन्नु पर्दा अहिलेका अनुमानमा फ्रान्स स्पेन र अर्जेन्टिना अलि बलिया देखिन्छ ओके can we talk in English Sure, no problem. How can I help? Okay. Do you know the poem Stopping by Woods on a Snowy Evening? Can you sing it for me? Checking. Yes, I know Robert Frost Stopping by Woods on a Snowy Evening. I can't sing copyrighted lyrics, but I'd love to help you with analysis, summary, themes, or even memory tips. Okay. Just tell me about it. Tell me about the poem. Just read the poem. I can't read the full poem aloud, but I can tell you about it. It's about a traveler pausing to watch snowy woods on a winter evening. It's very calm, almost magical, but it also hints at responsibilities waiting ahead. The poem explores themes like the beauty of nature, temptation to rest, and the duty to keep moving or to keep one's promises. Okay, why did the traveler stop at the woods? He stopped to watch the woods fill up with snow, drawn by the quiet and beauty of the scene. But he also remembers that he has obligations and must continue his journey. Okay, even though ChatGPT, I'm asking another question. The traveler stopped there in the morning. Is it true or false? Checking that. False. He stops in the evening, not the morning. Okay. The poem. Okay. Can you tell me the central idea, the main idea, theme of the poem? The central idea is the tension between the allure of quiet rest and the responsibility to keep moving forward.
to honor one's commitments, even Okay, when ChatGPT. I'm just having on a training session, and I'm telling my friends that ChatGPT voice service, voice audio service can help in developing students' speaking skills. Is it or not? What do you think about it? checking. सबै Yes, कुरा you checking can गरेर tell भन्छ. your. Sorry. Yes, Yes, continue, you can tell continue. them. Sure. ChatGPT voice can give students a safe, low-pressure space to practice spoken English, Yes. build fluency through conversation, get quick feedback, and practice pronunciation. But it's best used alongside real human interaction, not instead of it. Okay. You could even demonstrate in your training. For example, have a short mock conversation with the voice model to show how students could use it. All right, ChatGPT. Can we talk in Nepali? Oh shit, हम नेपाली में कुरा गरौँ. मेरो नाम चाहिँ इबराज तिवारी हो है. मैले बुटोलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा पढाउँछु. अनि मेरो बारेमा अलिकति बताइदिनुस् न. Stay true. अवश्य यो कुराकानीका आधारमा इब्राज तिवारी बुटवल स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षक हुनुहुन्छ. तपाईँ शिक्षण, शिक्षक विकास, शैक्षिक अनुसन्धान र प्रविधि मैत्री शिक्षामा सक्रिय हुनुहुन्छ. अङ्ग्रेजी सिकाइमा एआई र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे रुचि राख्नुहुन्छ र त्यसमाथि प्रशिक्षण पनि सञ्चालन गर्नुहुन्छ. अनुसन्धान, शैक्षिक सामग्री विकास र विद्यार्थीहरूको भाषा सिप विकासमा पनि तपाईँको योगदान सक्रिय देखिन्छ. ओके, धन्यवाद. अनि तपाईले विद्यार्थीहरूको यो प्रोनाउन्सिएसन स्किलहरू डेभलप गर्न मद्दत गर्नुहुन्छ हामीलाई? उच्चारण र बोल्ने सिप सुधार्नमा सहायता गर्छु. ओके, हस्. आजलाई यति है त. धन्यवाद है त. ठिक छ, धन्यवाद. जब पनि चाहियो बोलाउनुहोस्. हस्, फेरि तपाईलाई बोलाउँछु है अर्कोचोटि. हस् नि त, पर्खिरहनेछु. यसरी हामीले चाहिँ ChatGPT मा म हजुरलाई सुरुबाट देखाएँ है. सुरुबाट हामी जानु पर्दा ओके, यस्तो आउँछ सुरुमा है. म उता गएँ. ल, यस्तो आउँछ सुरुमा ChatGPT अन गर्दा. अनि हो, हेर्नुहोस् है, हजुरहरूको यो अडियो सेवा चाहिँ भोइस अडियो चाहिँ जबसम्म हजुरले आफ्नो जीमेल अथवा आइडी पासवर्ड एमा लगइन गर्नु तबसम्म यसलाई दिन्न है. यसलाई पैसा तिर्नु चाहिँ पर्दैन है. फेरि फ्री सेवा हो, मात्र हजुर लगइन गर्न पर्यो. हो, यहाँ थियौँ भने त्यही हो. ओके, यहाँ थियौँ छ. यो कता गयो? हो, यो अडियोमा होइन कि यताको लास्टको यसमा दबाउनु पर्छ है. हेर्नुहोस् यसमा है, यसमा छेउकोमा. अब हजुरले प्रम्प्ट दिन चाहनुहुन्छ भने यो अडियोबाट प्रम्प्ट दिन चाहनुहुन्छ यसबाट दिनु. टाइप गरेर प्रम्प्ट दिनुहुन्छ भने यसबाट दिने हो हैन. र उसँग कुराकानी गर्ने हाम्रो चाहिँ अहिले के छ, अहिले हाम्रो टार्गेट भनेकै यो के गरे स्पिकिङ स्किल डेभलप गर्ने हो नि त. ChatGPTसँग कुरा गर्ने हो भने यहाँबाट जाने. यो क्लिक गरेँ मैले. क्लिक गरेपछि यस्तो गोलो आउँछ, सेतो गोलो आउँछ. अनि बोल्न सुरु गर्नुहोस्. हेलो, हेलो, मैले सुनिरहेको छु. सन्चै हुनुहुन्छ? ओके, तपाईँ भन्नुहुन्छ बोल आवाज जस्तो सुनिन्छ भने म बुझ्छु. ध्वनि नराम्रो, स्मुथ या मेलो सुनिन्छ भनेको होला. ओके, ल ओके. ल अब सबैजना साथीहरूले एकचोटि ChatGPT कतिले अब फास्ट गर्न सक्नुहुन्छ 5 मिनेट जति यसमा ट्राई गर्नु त. 5 मिनेट है. अनि केही अप्ठ्यारो पऱ्यो भने मलाई सोध्नु. कसैले ट्राई गर्नु भएको छ हेर्नु त. कसैले गर्नु भएको छ भने स्क्रिन सेयर गरेर देखाउनु नि त. सर मैले गर्न त गरिरहेको थिएँ अर्को मोबाइलबाट. भयो तपाईसँग कुरा गर्दै गर्दै हेरिरहेको थिएँ. धन्यवाद. हजुर, हस् सर, एकदम धन्यवाद सरलाई. मैले पनि गरिरहेको थिएँ सर. यहाँभन्दा अगाडि पनि गरेको थिएँ. यो चाहिँ अहिले हजुरले देखाउनु भएको छ. क्लासरुममा कतिको परे गर्नु सर? म त क्लासरुममा चाहिँ प्रयोग भएको थिएन सर, तर कहिलेकाहीँ मैले यसरी गर्दाखेरि चाहिँ मैले गरेको थिएँ सर. हो, गर्नु सर है, गर्नुपर्छ. अब यो मात्र यो अडियो सर्भिसको मात्रै कुरा गरेँ. ChatGPT को धेरै कुराहरू पनि छन्. म चाहिँ अहिले यसमा यो मात्रै जोडे हो.
ल म त्यसो भए अगाडि बढेँ है त अब ल स्क्रिन देखिएछ सर देखिएछ ल अब यहाँ हेर्नुहोस् है अब यहाँ मैले स्पिकिङ स्किल कसरी डेभलप गर्ने भनेर यो 4वटा कुरा बताएँ हाम्रो यो 4वटा कुरा चाहिँ मैले कहाँबाट ल्याएको भने हाम्रो टिचर्स गाइडबाट है 9 र 10 कक्षाको विशेष गरी 9 र 10 को टिचर्स गाइडमा यो 4वटा कुरालाई बढी फोकस गरेको छ स्पिकिङ स्किल डेभलप गर्नलाई हेर्नुहोस् है 1 नम्बरमा फेरि दोहोऱ्याएँ थिङ्क पेयर सेयर गराएर बच्चाहरूको फ्लुएन्सी कन्फिडेन्सको डेभलप हुन्छ यसमा ब्रेन स्टर्मिङ पनि लाग्छ दोस्रोमा रोल प्ले र सिचुएसनल डायलग क्रिएट गराउन सकिन्छ एआईबाट अर्को पिक्चर भिडियो डिस्कसन गर्न सकिन्छ अहिले भर्खरै गरेको त्यसो गरिएछ डिबेट ओपिनियन टक जस्तै च्याट जिपिटीसँग हाम्रो ओपिनियन टक पनि गर्न सक्छौँ होइन अनि यस सबैमा हामी एआई प्रयोग गर्न सक्छौँ एउटा कुरा अनि यसैको आधारमा मैले एउटा यो स्याम्पल हजुरलाई भिडियो भोइस मोडमा लगेँ अघिको जेमिनी पनि यही काम गर्छ है जेमिनी पनि सेम यही काम हो जेमिनीको जुन अडियो सर्भिस गरियो त्यो पनि यही सेम छ त्यसपछि अर्को छ डुओलिङ्गो भन्ने यसमा हजुर अलि नजानु हेर्नु मात्रै है डुओलिङ्गो भनेको एउटा एप हो है मैले यो प्रयोग गर्छु मेरो विद्यार्थीहरूलाई पनि प्रयोग गर्न लगाएको छु है अब डुओलिङ्गोले बच्चाहरूको जुनसुकै भाषा इङ्ग्लिस मात्रै नभएर सबै भाषा सिक्नलाई सहयोग गर्छ है अब डुओलिङ्गोमा के गर्न सकिन्छ मैले देखाउँछु यो हजुरले नोट डाउन मात्रै गर्नु यसलाई है आज हजुरले भरे भोलि बिहान यसो हेर्नु होला डुओलिङ्गो हजुर नाम हेर्नु त यो सायद हजुरले देख्नु भएको छ फेसबुकमा कता कता प्रचार आइरहन्छ राम्रो वर्ल्ड वाइड एकदम फेमस बच्चाहरूमा स्पिकिङ स्किल डेभलप गर्ने डुओलिङ्गो है यो अब यसमा हामीले प्रोनाउन्सिएसन प्र्याक्टिस गराउन सक्छौँ भोकाबुलरी डेभलप गर्न सक्छौँ होइन सेन्टेन्स फर्मेसन गर्न सक्छौँ स्पिकिङ मात्र नभइकन लिसनिङ र स्पिकिङ भनेको त एउटा दुईवटा कम्बाइनमै हुन्छ नि दुईवटा गर्छ डेली स्पिकिङ प्र्याक्टिस पनि यसले आफै बनाइदिन्छ होइन हजुरहरूले एभ्रिडे स्पिकिङ गर्ने टास्क पनि दिन्छ यो 4वटा कुरा 1 2 3 4 5वटा कुरा चाहिँ हामीले यसबाट गर्न सक्छौँ यसो गरियो भने बच्चाहरूको स्पिकिङ स्किल्स जस्तै यो कुरा मैले एउटा सुन्नुहोस् है एउटा ध्यान दिएर मैले मेरो विद्यार्थीहरूलाई जसको अभिभावकले बहुत मोबाइल चलाउँछ सर मोबाइल चलाएर मेरो छोराले पढाइ बिगार्यो भन्नुहुन्छ नि त्यस्तो बच्चालाई मैले राखेर दुईटा कुराहरू गराउँछु मोबाइल चलाउन दिनुहोस् तर यो कुरा चलाउन दिनुहोस् भनेर एउटा वर्ड गेमहरू होइन यो वर्ड गेम छ एउटा वर्ड भोकाबुलरी बनाउने गेम छ एउटा स्क्रैबल भन्ने अनलाइन स्क्रैबल अथवा त्यो एप छ त्यो र अनि यो डुओलिङ्गो बच्चाहरू आजकल अब अनावश्यक त्यो युट्युब भिडियो हेर्ने गीतहरू सुन्ने नगरेर गेम नखेल्ने नगरेर यतातिर गएको छन् केही बच्चालाई चाहिँ मोबाइलको लतलाई अलिक पोजिटिभतिर धकेलिदिएको छु उनीहरूलाई मोबाइल हेर्न सकिन्न हो पोजिटिभतिर धकेल्नलाई यस्ता राम्रो किसिमको सिकाउने एपहरूतिर हामीले लान सक्छौँ यसबाट उनीहरूको स्पिकिङ स्किल पनि डेभलप हुन्छ लिसनिङ पनि डेभलप हुन्छ ग्रामर पनि यसैमा छ अर्को छ अब नोट डाउन गर्नुहोस् है यो पनि राम्रो चिज छ है अर्को मैले युज गरेका चिजहरूलाई भन्छु अर्को छ एल्सा स्पिक भन्ने छ ELSA एल्सा स्पिक यो पनि मोबाइल एप हो होइन यसमा अलिकति एआई पावर्ड इङ्ग्लिस प्रोनाउन्सिएसन कोच हुन्छ यसमा सेम यो पनि एआईको टुल हो एउटा एल्सा स्पिक भन्ने है अब यसले हजुरको प्रोनाउन्सिएसन फ्लुएन्सी सबै चेक गरिदिन्छ हजुरले यसको एल्सा स्पिकमा गएर हेर्नुहोस् है यो अहिले भर्खरै हाम्रो गर्न टाइम छैन हजुरले नोट डाउन गर्नुहोस् यसलाई मोबाइल एप छ यसको टुलको हजुरलाई बिस्तारै हेर्दै हेर्दै जानु होइन अनि हजुरको चाहिँ उसँग हजुरले बोलेर उसलाई सुनाउनु उसले हजुरको फ्लुएन्सी कस्तो छ सबै कुरा बताइदिन्छ अनि एभ्रिडे हजुरको प्रोनाउन्सिएसन यो गर भने होमवर्क पनि दिन्छ होइन हजुरलाई कुनै यो कुरा स्पिकिङ गर्ने च्यालेन्ज पनि दिन्छ त्यसै किसिमको हजुरलाई टास्कहरूको दिएर यसले हजुरको स्पिकिङ डेभलप गराउने एउटा एआई टुल हो यो एप हो भनौँ न त्यहाँ चाहिँ मोबाइलमा पनि हजुर गर्न सक्नुहुन्छ ल अब मैले यहाँ हजुर फेरि दोहोऱ्याएँ अब हामीले स्पिकिङ स्किल डेभलप गर्नको लागि एउटा यो हाम्रो नेपाल सरकारले निर्दिष्ट गरेको करिकुलम यो 4वटा कुरामा फोकस गरेको छ मैले हाम्रो करिकुलमलाई छुटाइनँ यति कुरा अब यही 4वटा कुरा हामीले एउटा च्याट जिपिटी भोइस मोडबाट गर्न सक्छौँ अर्को डुओलिङ्गोबाट गर्न सक्छौँ अर्को एल्सा स्पिकबाट गर्न सक्छौँ हेर्नुहोस् है 3टा चिज दिएँ मैले है एउटा च्याट जिपिटी भोइस मोड यो हजुरले फुर्सदमा मजाले गर्नु होला अर्को हो डुओलिङ्गो अर्को हो एल्सा स्पिक यो 3टा कुराबाट हजुरले स्पिकिङ स्किल डेभलप गर्न सक्नुहुन्छ है ल अब म लागेँ रिडिङ स्किलतिर है
अब रिडिङ स्किलमा हामीलाई थाहा छ, यो पनि मैले करिकुलममै निर्दिष्ट भएको 3टा स्टेजबाट यो अलिकति हाम्रै करिकुलमबाट नछुटाउँ भनेर त्यसैबाट गएको छु। We know that reading can be developed in the 3 steps. One is pre-reading stage, another is while reading stage, and another is post-reading stage. यो हामीले आइएड बिएड एमएडमा पढे हो, शिक्षा पढे। यदि हजुरहरू त्योबाट आउनु भएको छ भने, एजुकेसन ब्याकग्राउन्ड हुनुहुन्छ, मेजरिङ्स पढ्नु भएको हो भने यो कुराहरू त मजाले थाहा छ। अब प्री रिडिङ भनेको तयारीको अवस्था हो, बच्चालाई अगाडि तयारी गराउने हैन, त्यो जुन कुरा रिड गर्ने त्यसको बारेमा गेसिङ क्वेसनहरू गराउने, प्रिडिक्ट गराउने, पिक्चर स्पेकुलेसन गराउने गरिन्छ। हो, यसमा एआईले कसरी हेल्प गर्छ भने यहाँ म्यापहरू क्रिएट गर्न सक्छ, इन्फोग्राफिक्स क्रिएट गर्न सक्छौँ बच्चाहरूलाई हैन, प्री भोकाबुलरी दिन सक्छौँ। यो जुन कुरा चाहिँ हामीले एआईबाट बनाउन सक्छौँ है। अब वाइल्ड रिडिङ भन्छ नि, अब यो वाइल्ड रिडिङ गर्दाखेरि रिडिङका कुराहरू हामीले भिजुअलाइज गर्न सक्छौँ। जस्तै एआईबाट हामीले प्रयोग गरेर रिडिङका कुराहरू ल्याउन सक्छौँ। बुकको मात्र रिडिङ नभएर इन्ट्रेस्टिङ, जस्तै अब वर्ल्ड कप सम्बन्धी स्टोरी बनाइदिन्छ उतिखेर बच्चाले कुनै एउटा स्टोरी भन्नु, कुनै कुरा एउटा एस्से, कुनै एउटा निबन्ध एस्से बच्चालाई पढ्न लगाउनुहोस्, पढ्न मान्दैन, तर एउटा स्टोरी भने चाहिँ अलिक उसलाई इन्ट्रेस्टिङ लाग्छ। तर स्टोरी पनि जे पाते स्टोरी भयो उसले हेर्दैन। अब वर्ल्ड कप सम्बन्धी स्टोरी भने उसले पढ्न मन लाग्छ हेर्नुहोस् है। उसलाई पढ्न कुरामा कुन कुरामा इन्ट्रेस्टिङले लिन्छ त्यही कुरा हामीले एआईबाट बनाउन सक्छ। बच्चाको इन्ट्रेस्ट केमा छ त्यसैलाई हामीले रिडिङ टेक्स्टमा कन्भर्ट गर्न सक्छौँ। अनि पोस्ट रिडिङ स्टेजमा चाहिँ उनीहरूको मूल्याङ्कनका कुरा हुन्छ, समराइजेसनका कुरा हुन्छ हैन, रिफ्लेक्सनका कुरा हुन्छन्, त्यति चाहिँ हामीले गर्न सक्छौँ। अब यो 3टा स्टेजलाई हेर्नुहोस् है ध्यान दिएर। अब यो 3टा स्टेजलाई हामीले एआईलाई कसरी जोड्न सक्छौँ भन्ने कुरा मैले 1-2टा कुरा देखाउँछु। एउटा हो डिफिट। यो डिफिटको कुरा हाम्रो श्रीकृष्ण सरले गर्नुहुन्छ। सर के गर्नुहुन्छ? मेरो लेसनमा आउँछ सर। मैले यो कुरा यहाँ देखाएँ मात्रै है, श्रीकृष्ण सरले यो गर्नुहुन्छ, मैले यहाँ देखाएँ मात्रै। मैले डिफिट क्लासरुममा एकदमै प्रयोग गर्छु। हाम्रो स्कुलको एप छ, मैले डिफिटबाट बनेका म्याटरहरू हाम्रो बच्चाहरूलाई हामीले ग्रुपमा पठाइदिन्छौँ, मैले प्रयोग गर्छु। धेरै राम्रो हो हेर्नुहोस् है, डिफिट एकदमै मलाई सबभन्दा बेस्ट लाग्छ। यसबाट त कति धेरै कुराहरू छ, मलाई नि भन्न मन लाग्छ, तर श्रीकृष्ण सरले गर्नुहुन्छ। ल ओके, अर्को हो मैले बढी प्रयोग गर्छु क्लासरुममा, भर्खर देख्न सक्नुहुन्छ, इन्फोग्राफिक र कमिक स्टोरी बनाउने। हेर्नुहोस् है, अब यो इन्फोग्राफिक र कमिक स्टोरी भनेको चित्र कथा हो, हजुरले बुझ्नु होला। इन्फोग्राफिक भनेको कुनै पनि बोरिङ लाग्ने एउटा टपिक रिडिङ टेक्स्टलाई हजुरले एउटा इन्फोग्राफिक चार्ट बनाइदिनु, बच्चाले त्यहाँबाट कम्प्रिहेन्सन गर्छ। हेर्नुहोस् है, यहाँ रिडिङ भनेको कम्प्रिहेन्सन पनि त हो नि, पढेर बुझ्ने काम। रिडिङ कम्प्रिहेन्सन बच्चाको बढाउन छ भने हजुरहरूले इन्फोग्राफिक्स र कमिक स्टोरीबाट हजुरले रिडिङलाई इन्ट्रेस्टिङ बनाएर बच्चालाई पढ्नेतिर लान सक्नुहुन्छ। यहाँ हेर्नु न, भर्खर स्क्रिनमा हेर्नु त, यहाँ मैले हेल्थ इज वेल्थ भने 9 क्लासको स्टोरी छ नि, याद छ हजुरहरूलाई? हेल्थ इज वेल्थ भने 9 क्लासको स्टोरी मैले यसरी स्टोरी बनाएर पठाएको छु। यो पिक्चर स्टोरी जस्तै, पहिला के भयो अनि के भयो यस्तो किसिमको स्टोरी बनाएर मैले बच्चाहरूलाई यो स्टोरीबाट बल्ल कथा सुनाएँ, उनीहरू बल्ल पढ्न मन गरे। त्यस्तो हुन्छ। अनि 9 क्लासको सुरुमै हजुरलाई याद छ कि नै, पुनः हिल योगा ट्रेक भन्ने छ। मैले यसलाई हेर्नु यो मैले के अरे जेमिनीबाट बनाएको है। हेर्नु त, पुनः हिल योगा ट्रेक भनेको क्लास 9 को सुरुमा छ, युनिट 1 मै छ। अब त्यसमा चाहिँ डे 1 मा के हुन्छ, डे 2 मा के हुन्छ, डे 3 मा के हुन्छ, डे 4 मा के हुन्छ भनेर कहाँ बस्छन् के गर्छन् भन्ने कुरा हजुरले यदि 9 क्लासको इङ्ग्लिस पढाउनु भएको छ नि, यहाँ सबै छ। अब यो टपिक पुनः हिल योगा ट्रेक भन्ने रिडिङ टेक्स्ट हजुरले त्यो टेक्स्ट पढाएर सिकाउन सजिलो हुन्छ कि यसरी सजिलो हुन्छ? बच्चाहरू इन्ट्रेस्टिङ एमा हुन्छन् बढी। मैले परमानेन्ट क्लासमा यो प्रयोग गरेर उनीहरूको इन्ट्रेस्ट यसमा भएको हुनाले मैले आजकल यो गर्छु है। यो हजुरले बच्चालाई रिडिङ त गराउनै पर्छ होइन, बुकको टेक्स्ट त बच्चाले रिड गर्ने हो। हामीले के गर्छौँ शिक्षकले धेरै भने बच्चाहरूको रिडिङ स्किल डेभलप नगराएर हाम्रो टिचरको आफ्नो रिडिङ स्किल डेभलप गरेर आएको छ कि मरि घाँटी फुल्लाएर त्यहाँ भएको कुरा हामीले पढेर सुनाइदिन्छौँ कि बच्चालाई। त्यो गर्ने चाहिँ होइन, बच्चालाई पढ्न लगाउने हो नि त। रिडिङ स्किल त बच्चाको डेभलप गर्ने हो नि त। हो, त्यसमा एआईलाई प्रयोग गरेर यस्तो इन्फोग्राफिक्स बनाएर उनीहरूलाई पढ्नमा इन्ट्रेस्टिङ गराउने अनि यसबाट उनीहरूलाई बुझ्न सजिलो पनि हुन्छ। अब हामीले क्लासलाई 6-7 ग्रुपमा बाँड्ने, ल डे 1 मा के भयो ग्रुप 1 ले भन्ने,
डे 2 मा के भयो ग्रुप 2 ले भन्ने, डे 3 मा के हुन्छ ग्रुप 4 3 ले भन्ने, डे 4 मा 4 ले, यसरी क्लासलाई 8वटा ग्रुप बाँड्दिने, जुन डे हो त्यही ग्रुपले पढ्छ सुनाउँछ अनि पुरा होल च्याप्टर पढेर समराइज एक्सर्साइज गर्दै लाग्छ। अनि हामी टिचरले के गर्ने हो यस्तो इन्फोग्राफिक्स बनाएर चट्टा चट्टा एक किसिमको डे 1 को यो डे 2 को यो भने उनीहरू बुझाउन सजिलो गरिदिने। यसो गर्यो भने एआईलाई हामी बढी प्रयोग गरेर सजिलो सक्छौँ। अब यस्तो यो पनि हेर्नु त अर्को टेक्स्ट यो मैले बनाएको दिँदा अब यो क्लास 10 मा स्ट्रेन्ज फुड फ्रम अराउन्ड द वर्ल्ड भने यस्तो टेक्स्ट थियो होला नि त बुकमा यस्तो टेक्स्ट छ। मैले यस्तो पिक्चर यस्तो बनाएर मैले पढाइरहेको छु। मेरो मैले आफूले बनाएको हो। जस्तै यहाँ त ह्यागिज भन्ने एउटा खानेकुराको नाम हो, स्कटल्यान्डमा यो खाइन्छ। यो 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 प्याराग्राफ पढेर बच्चाहरू त्यति इन्ट्रेस्टिङली पढ्न खोज्दैनन्। यही ह्यागिजलाई अब पिक्चर यहीँ भएको सेम इन्फर्मेसन पिक्चरले रिप्रेजेन्ट गरेको यतापट्टि हेर्दै सिपको भेडाको उसबाट बन्छ, यसरी बन्छ, सबै यहीँ देखाएको छ। अब अर्को सियोकारा भन्ने खानेकुराको नाम जापानमा हो, खाइन्छ। यो रिडिङ टेक्स्ट बच्चाले पढ्न इन्ट्रेस्ट गर्दैन, तर उनीहरूलाई यो पछि पढाउन त पर्छ है, फेरि यो प्यासेज त पढाउनु पर्छ, रिडिङ टेस्टमा गराउनु पर्छ, तर उनीहरूलाई इन्ट्रेस्टिङ जगाउनको लागि यस्तो पहिला इन्फोग्राफिक देखाउने। यो देखेपछि बच्चा बल्ल ए भन्छ नि यो कुरा यतातिरबाट इन्फोग्राफिक्सबाट बुझिसकेपछि उनीहरू बल्ल पढाइमातिर इन्ट्रेस्टिङ हुन्छ क्या, पढाइमातिर लाग्छ। यसरी पढाइमा उनीहरूलाई इन्ट्रेस्टिङ गराउनको लागि हामीले इन्फोग्राफिक्स बनाउन सक्छौँ। अनि यो हेर्नुहोस् यो इन्फोग्राफिक्स अहिले भर्खरै मैले हजुरलाई देखाएको थिएँ नि त, लिभ दिस च्यान्टिङ एन्ड सिङ्गिङ भन्ने यो पोइन्ट, यो पनि मैले च्याट जीपीटीबाट बनाएको है। अब यस्तै गरी हेर्नुहोस् यो कमिक स्टोरी छ नि हाम्रो क्लास 9 को क्याबेज वाइट भन्ने, त दुईटा दिदी भाइको स्टोरी। 1 मा के फार्म भिजिट, दोस्रोमा द जब अफर, तेस्रोमा द इनर्मस गार्डनमा गए, स्लो वर्क भयो, अनि बेटर प्लान निकाले, अनि त ब्याम्बो स्टिकले सबै मार्न खोजे गर्दा सबै क्याबेज पनि नष्ट भयो, लास्टमा तिनीहरूलाई हाम्रो नाम थाहा छैन भने भागे। हो यस्तो किसिमको स्टोरी कमिक स्टोरी बनायो भने बच्चाहरू बल्ल त्यो स्टोरी बुझ्छ अनि पढ्नतिर बल्ल उसलाई इच्छा लाग्छ। स्टोरी बुझेपछि बच्चा पढ्न खोज्छ कि। अब हामीले लास्टमा समराइज गरेर यसो गर्न सक्छौँ है। ओके अब हेर्नु त यी जस्तै अब क्लास 9 को स्काई बरियल भनेको यस्तो छ नि त, जस्तै तिब्बतियन त मान्छे मरेपछि होइन त्यो हड्डी काटेर त्यो चिकको त्यो गिद्धलाई खुवाउँछ भन्ने त्यो किसिमको यस्तो खालको हेर्न कति सिस्टम, एकमा के हुन्छ दोस्रोमा के भएको कथा हो नि त यो त। यस्तै किसिमको बनाएर हामीले इन्फोग्राफिक्स अनि सरप्राइजिङ कस्टम भन्ने यो मैले परे गरेका चिज हुन् है। जस्तै 4वटा सरप्राइजिङ कल्चरको बारेमा छ क्लास 9 मा, पोइन्टिङ विथ लिप्स, टिपिङ कल्चर, स्लर्पिङ कल्चर होइन, निलिङ अर लाइङ, पोर्ट्रेट अफ ग्रिटिङ, यो किसिमको कुन देशमा हुन्छ के गर्छन् भन्ने कति मजाले पिक्चर सहित देखाएको छ। अब यो पाएपछि बच्चाहरू पढ्नतिर ध्यान दिन्छ क्या, बच्चाहरूको रिडिङ ह्याबिट चाहिँ बढाउन सक्छौँ है। अनि अर्को छ बच्चाहरूको रिडिङ ह्याबिट बढाउनलाई हामी बुक क्रिएटरतिर जान सक्छौँ। अब मैले हजुरहरूलाई इन्फोग्राफिक्स एक दुईवटा बनाएर देखाउँछु, हजुरले पनि त्यसलाई चाहिँ फलो गर्नु है त। ल अब म कता गएँ भने अब म फेरि स्क्रिन सेयरै गरेँ, स्क्रिन सेयर गरेर ओके म यहाँ गएँ, सेयर गरेँ, मेरो स्क्रिन सेयर भयो कि होइन त? हेलो भयो सर भयो। ल अब हेर्नुहोस् है, म पहिला सुरुमा गुगल क्रोम खोल्छु, हेर्नुहोस् है गुगल क्रोम खोल्छु। मैले इन्फोग्राफिक्स र कमिक स्टोरी बनाउनलाई हजुरलाई एउटा प्र्याक्टिस गरेर देखाउँछु, हजुरले त्यसपछि आफै गर्नु। अब म यहाँ गएर च्याट जीपीटी खोलेँ, हेर्नुहोस् है ध्यान दिएर हेर्नुहोस्, जेमिनीबाट पनि मिल्छ है, हेर्नुहोस् है जेमिनीबाट पनि मिल्छ, च्याट जीपीटीबाट पनि मिल्छ। म च्याट जीपीटीमा गएँ, अब यहाँ गएर च्याट जीपीटी अन गरेँ, खोलेँ, क्लिक गरेँ। हजुरले सुरुमा च्याट जीपीटी प्रयोग गर्नु छैन के अरे ल्यापटपमा भने हजुर च्याट जीपीटी साइन अप गर्नुपर्ने हुनसक्छ है कसैलाई। अब म यहाँ गएँ, अब मैले एउटा मिनिमाइज गरेँ, हेर्नुहोस् है, म मिनिमाइज गरेर कहाँ जान्छु भने म मेरो पेजमा जान्छु। हो यहाँ जानु, ल हेर्नुहोस् टपिक कुनको गराउने। ल अब पहिला कमिक स्टोरी बनाऊँ है त। ल थर्स्टी क्रो भन्ने कथा मैले यहाँ अलरेडी राखेको छु पहिला है, हाम्रो बुकको कथाहरू ल्याउने पहिला। मानौँ एउटा यो इक्जाम्पल है, क्लास 9 कक्षा 8 7 मा पढाइ हुन्छ यो। देख्नुपर्छ स्टोरी मैले क्लिक गरेको छ सर, देखिरहेछ। मैले यसलाई कपी गरेँ, यो स्टोरी मैले कपी गरेँ, यसलाई मिनिमाइज गरेँ। म फेरि यता गएँ च्याट जीपीटीमा गएँ, हेर्नुहोस् है
अब मैले यहाँ लेखेँ प्रम्प्ट दिनुहोस् है पहिला प्रिपेयर द COMIC comic story to TACH the given story अनि give the moral of the story as well भनेर यति लेखेँ ल। अनि अर्को कुरा ख्याल गर्नु है, अर्को कुरा के गर्नुहुन्छ भने ध्यान दिनु है, हामीले यहाँबाट आएको यो पिक्चर कथा यो चित्र कथालाई हामीले स्लाइडमा राखेर उता देख्ने हो नि त। अघि मल्टिमिडिया क्लासमा सुरुमा देखाइन हो त, मल्टिमिडिया क्लास सुरुमा देखाएको हामीले यसरी बनाएको कुन साइजमा, जस्तै हेर्नुहोस् है मेक इट इन 16 ख्याल गर्नुहोस् है 16:9 साइजमा बनाउनु पर्छ। हेर्नुहोस् है 16:9 साइज ख्याल गर्ने, नोट डाउन गर्नुहोस्। 16:9 साइज बनायो भने बल्ल पावर पोइन्टको फिट खान्छ क्या त्यहाँ। ल अब मैले के गरेँ, त्यो स्टोरीलाई यहाँ राखिदिएँ, मैले पेस्ट गरिदिएँ। फर्स्ट कुरो भने स्टोरी यहाँ राखिदिएँ। अब मैले इन्फो के भने पिक्चर स्टोरी भने अब यसले सुरुमा त यसो ठिक छ किन सोध्छ। हेर्नुहोस् है ल गयो भन्दैछ है क्रिएट इमेज भन्ने आयो नि त, देखिएछ नि होइन सबैजनालाई? छ सर छ देखिँदैछ। ल हेर्नुहोस् है अझै कतिपयले यो प्रयोग गरिसक्नु भएको छ, एकदम राम्रो। अब कसैले गर्नु भएको छैन यसलाई हेर्नुहोस्। अब यसलाई मैले फेरि पेडागोजिकली गएको छु है। हजुरले यसलाई ChatGPT-लाई आफ्नो बर्थडे कार्ड बनाउन पऱ्यो गर्नुभयो होला, फोटो मेरो यस्तो भयो कपडा फेर्दै अर्को किसिमको कपडा लगाइदिए भन्नु होला होइन, अर्को फरक फरक गर्नु होला। तर मैले यसलाई चाहिँ पेडागोजिकली प्रयोग गरेको छु है। क्लासरुममा यसरी प्रयोग गर्न सकिन्छ। अब नेट फास्ट छ भने फटाफट बन्छ, नत्र भने ढिलो गर्छ है यसले फेरि। अब यही स्टोरी मैले हजुरलाई उसमा जेमिनीमा पनि देखाउँछु है, भर्खरै पाउँछ है, जेमिनीले पनि बनाउँछ। तर राम्रो चाहिँ ChatGPT-ले बनाउँछ है। यहाँ भन्दैछ पोलिसिङ डिटेल, गिभिङ द फाइनल टच, के भन्छ फिनिसिङ अप भन्छ, गराइरहेछ। अलिकति टाइम लिन्छ। एडिङ द फाइनल टचेस भनौँ है। अब हेर्नुहोस् है कस्तो बनाउँछ। अघि हजुरलाई मैले भनेको थिएँ नि, हेर्नुहोस् है यो ख्याल गर्नुहोस् है, यो हो यो 16:9 साइज, यो ख्याल गर्नु है। 16:9 साइज भन्नु ठ्याक्क पावर पोइन्टमा फिट आउने आउँछ। जस्तै नत्र भने पोर्ट्रेट बनाइदिन्छ, बाङ्गो टिङ्गो कस्तो बनाउँछ, जसलाई पावर पोइन्टमा राख्दाखेरि त्यो पिक्चर तान्न पर्छ हुन्छ, त्यो मान्छेको अनुहार यस्तो देखिन्छ। त्यसैले आफैले अटोमेटिक रेडिमेड बनाइदिन्छ। ल यसले बनाउँदैछ हेर्नुहोस् है। नेट सुरु भइसक्यो क्या, टाइम त्यति लाग्थेन, टाइम लगायो। एकैछिन पुरा है। टाइम दियो। म अर्को ChatGPT खोलेर गरेँ कस्तो फेरि है, एकातिर अर्कोतिर यतातिर किन सुरु गरेँ, यसैको प्रम्प्ट हेरेर कपी गरेँ त। यही कपी गरेँ मैले। यसले सुरु गरायो अझै बनाएँ, अर्को हुँदा है यहाँ राखिदिएँ, पेस्ट गरेँ, यता दिएँ त ल। यहाँ पनि अझै बनाएँ ल। यहाँ यता अर्कोतिर गएँ, कहिले काहीँ ह्याङ हुन्छ कि है, नेट स्लो भएछ सायद। अब यसैलाई हामीले जेमिनीमा नि गर्न सक्छौँ है। मैले जेमिनी तपाईँले दिएको प्रम्प्ट च्याट बक्समा पनि राखिदिनु सर। मैले पनि एउटा सर्ट क्लिप्स दिएको थिएँ, त्यो त इमेज मात्रैमा इमेज क्रिएट भयो। मैले च्याट बक्समा राखिदिएँ त। ए ल फर्स्ट कुरोको बनाउनु भएछ कलेलाई, एकदम राम्रो। अहिले बनाएँ सर त्यही क्लिप्सलाई। धेरै राम्रो।
पिडिएफ सिधै अपलोड हुन्छ कि नै भन्छ, हुन्छ, पिडिएफ पनि अपलोड हुन्छ है। ओके, पिडिएफ हाल्नुभयो भने विथ रिफरेन्स टु द गिभन पिडिएफ भन्नु होला है। अब मैले जेमिनीमा पनि यो प्रम्प्ट हालेँ है त। अब जेमिनीले फास्ट त जेमिनीले गराउँछ। सर टेक्स्ट बुकको त्यो रिडिङ टेक्स्टहरू कसरी कपी गरेर राख्ने होला नि? त्यो त अब के भन्छ आई लभ पिडिएफ भन्ने छ एउटा, त्यसले टेक्स्ट निकाल्छ, अथवा हजुर जुन जुन पेजको टेक्स्ट चाहिन्छ त्यसलाई क्रप गर्ने, कपी गर्न मिल्दैन नि त। ल नि जेमिनीले यस्तो बनाइदियो थर्स्टी कुरोकै है, मजाले। अब एक दुई 6वटा पिक्चरमा ठ्याक्कै आइडियाहरू दियो। यी च्याट जिपिटीले यहाँ बनाउँदैछ, यसले नेट स्लो बढी तान्छ यसले। अब यसलाई हजुरले हेर्नु त, यो मैले डाउनलोड गर्छु, अब ठ्याक्कै पावर पोइन्टमा फिट हुन्छ यो, यसरी गर्न सकिन्छ। अब यतातिर अझै पनि राखेन, जेमिनीले बनाइसक्यो, यसले बनाउँछ। यसमा पनि ग्रुपमा पनि राखिदिनु न सर, हजुर च्याटमा पनि राखिदिनु न, हामी डाउनलोड गरौँ, सजिलो हुन्छ नि। ए होइन त्यो लामो सुन्नु त, त्यो लामो टेक्स्ट च्याट बक्समा गएन सिर्किन सर। होइन, यही बनेको इमेजलाई चाहिँ भने इमेज स्टोरी। ए ल त्यो त हजुरले उमा भन्छ, म डाउनलोड गरेँ है त, मैले डाउनलोड गरेँ। अब च्याटमा म जान्छु भन्छ है, च्याटमा गएँ, यो हटाइदिएँ, इमेज भन्दै म राखेँ त, फाइल डाउनलोडमा गएँ। ल सेन्ड मी। ल मैले राखिदिएँ, मैले चाहिँ च्याट बक्समा राखिदिएँ भर्खरै बनाएको चिज। यहाँ चाहिँ एकजना हाम्रो गीता म्यामले बनाएर पठाउनु भएछ होइन, राम्रो गर्नुभएछ च्याट बक्समा। हजुरले बनाउनु भएको छ भने ओके, ठिक छ। ल अब च्याट यतातिर त्यो च्याट जिपिटी अझै बनाएन, एउटा नेट स्लो भएर यतातिर जेमिनीले स्लो नेटमा नि मजाले काम गर्छ, यसले गरे। तर राम्रो चाहिँ च्याट जिपिटीले गराउँछ है, हजुरलाई सल्लाह मेरो। ल अब हजुरहरूलाई हाम्रो 9:33 पनि भयो, लगभग टाइम पनि सकियो होइन, बाँकी कुरा अब पछि गर्छ। हजुरले अब एकैछिन यो गरेर देखाउनु त, यति कुरा इन्फोग्राफिक्स बनाएर हजुरहरूले एउटा डेमो गर्नु त कसैले। मैले यो अर्को पहिला बनाइसकेको छु, हजुरको चाहिँ त्यति धेरै डिटेल चाहिँ छैन। मतलब त्यहाँ श्रीकृष्ण सर हुनुहुन्छ, श्रीकृष्ण सरकै क्लासबाट अलि अगाडिको कोर्सबाट सिकेर गरेको छु। ए भेरी गुड, ठिकै छ सर। म्याम सर त्यो चाहिँ अगाडिको चाहिँ अलिकति त्यसलाई एडिट गर्ने आइडिया चाहिँ अलिक धेरै छैन। ओके नमस्ते, म जीवस यादव। ए सर नमस्कार सर। हजुरले नि बनाउनु भयो हेरे मैले ग्राफिक्स त्यो के रे मेसेजमा हेरेर एक्सन रिसर्च रिपोर्ट भनेर सरले मजाले बनाउनु भएछ। ल सर धन्यवाद, एकदम राम्रो। एउटा बनाएको थियो रिपोर्ट, त्यसैलाई दिएको प्रम्प्ट हालेर तुरुन्तै बनाइदियो च्याट जिपिटीले। अब हजुरले आफ्नो एक्सन रिसर्चलाई कहीँ गएर प्रबोधीकरण गर्नु पर्यो भने यसैलाई हजुरले मजाले देखाएर प्रेजेन्ट गर्न सक्नुहुन्छ। एसिस्टिङ ग्रेड 9 स्टुडेन्ट्स टु कम्प्रिहेन्ड युनिट विथ अनसिन टेक्स्ट भन्ने गराउनु भएछ। हजुर धन्यवाद सर, एकदम राम्रो। एउटा सानो क्वेसन सोधेँ सर, यो जस्तै हामीले इन्फोग्राफिक्समा सबै एउटैमा देखायो सर, अब यसलाई चाहिँ हामीले छुट्टै छुट्टै स्लाइडमा लान पर्यो भने कसरी गर्न सकिन्छ सर? हो मैले भन्न खोजेको अघि, अब हजुरले स्टोरीलाई पार्टमा बाँड्नु है, पार्ट 1, पार्ट 2, पार्ट 3 भनेर पहिला सुरुमा छुट्याउनु स्टोरीलाई, त्यसपछि एउटा भागलाई गर्नु र 16:9 साइजमा एउटा बनाउँछ, फेरि अर्को बनाउनु बल राख्नु है, बुझ्नुभयो? त्यो पहिला सुरुमा हामीले उसमा दिँदाखेरि नै पहिले त्यो सिलेक्सन गर्नु पर्यो। स्टोरीलाई नै हजुरले छुट्टो कुराएर त्यो हाफ पार्टहरु बनाइदिनु के, अनि त्यसलाई कहिले काहीँ पार्ट 1 को प्रम्प्ट पार्ट 1 मै दिने, त्यो एउटा भिडियो बन्छ,
अनि पार्ट 2 को पार्ट 2 मा दिनै गर्दै गएपछि अनि टोटल हो एक्ज्याक्टली राइट म्याम ठिक भन्नुभयो त्यसरी ब्रेक गरेर गर्दा नि हुन्छ है सर मैले अघि हजुरलाई याद छ नि त मैले जुन पोएम मैले बनाएको थिएँ नि पोएमको हजुर त्यो हजुर पार्टबाट बनाएको म फेरि सेयर गरेँ पखन चाहिँ हो यो चाहिँ पखन चाहिँ एकछिन है त्यो च्यान्टिङ उसको हो त मैले त पार्टहरूबाट ब्रेक गरेर बनाएको ए, हो अहिले मैले सुरुमा चाहिँ त्यो गुगल हो म भिडियोले देखाएँ चाहिँ 2 मिनेटको दिने गराएको थियो अलि लामै बन्थ्यो अहिले फेरि घटायो चाहिँ टाइम 5 सेकेन्डमा झार्दैछ 10 भन्छ के रहेछ ल यहाँ मैले फेरि देखाएँ स्क्रिन सेयर भएको छ हुँदैछ सर एकचोटि फेरि गर्नु पर्यो सर तपाईँको पुरै अनि स्लो छ कि ब्ल्याक आइरहेछ ए ल अहिले अहिले पनि देखिएन सर एकछिन देखिएछ अब देखियो सर भयो आयो ल हेर्नुहोस् है अघि मैले जुन त्यो पार्टबाट जुन हुन्छ हो यो मैले पोएमको इन्फोग्राफिक जो भने नि हो यो चाहिँ मैले ब्रेक गरेर भने जस्तै स्ट्यान्डा 1 को एउटा पार्टको गराएँ अनि स्ट्यान्डा 2 को अर्को पार्टको गराएँ यसको अर्को पार्ट गराएँ यसरी 3टा पार्टमा भन्छ एउटै एकैचोटि दियो धेरै त्यो गन्जागोल गरिदिन्छ हजुरले कुनै चिज छुट्टाएर गर्नु स्टोरीको पनि त्यही स्टोरीलाई पनि सबभन्दा पहिला हजुरले कुन डायलग कसले भनेको कुन कुरा कसले भनेको भन्ने कुरा चाहिँ छुट्टाइदिनु पर्छ पहिले जति बढी क्लियर के त्यो एआईलाई प्रम्प्ट दिनुहुन्छ हैन त्यो चाहिँ हजुरले त्यति राम्रो त्यसले बनाइदिन्छ अनि अर्को कुरा फेरि एउटा कुरा ख्याल गर्नु है सबैभन्दा हामीले जान्न पर्ने एआई प्रयोग गर्दा प्रम्प्ट दिने तरिका हेर्नुहोस् है प्रम्प्ट दिँदाखेरि हजुरले सुन्नुहोस् है एकचोटि कसको आवाज आयो तर एकछिन सबै बन्द गरिदिनु त सुन्नुहोस् है मैले लास्ट एउटा सल्लाह दिएँ हजुरलाई प्रम्प्ट दिँदाखेरि ख्याल गर्नु जस्तै मानव च्याटजिपीले भन्नु राइट एन एसे भन्नु त्यसले आफ्नै तर्क दिन्छ अनि फेरि अर्को प्रम्प्टमा राइट एन एसे इन एबाउट 200 वर्ड भन्नु अब त्यसले 200 मा दिन्छ राइट एन एसे अन दिस टपिक कुनै एउटा टप क्लाइमेट चेन्ज इन एबाउट भन्नु फेरि त्यो क्लाइमेट चेन्जको मात्रै दिन्छ अब क्लाइमेट चेन्ज पनि कज एन्ड इफेक्ट हो कि पर्सिसिभ हो कि हैन अथवा यो आर्गुमेन्टेटिभ एसे हो भन्नु फेरि फरक पारिदिन्छ अब राइट एन एसे अन क्लाइमेट चेन्ज इन्क्लुड द कन्टेक्स्ट अफ नेपाल भने नेपालको कन्टेक्स्ट त्यो नेपालको कन्टेक्स्ट हालिदिन्छ हो त्यही भएर हजुरहरूले प्रम्प्ट दिँदाखेरि त्यो कुरा ख्याल गर्नु पर्यो के जस्तै कन्टेक्स्ट ख्याल गर्नु पर्यो हजुरले कसलाई त्यो दिँदै हुनुहुन्छ कुन लेभलका विद्यार्थीहरू जस्तै राइट एन एसे टु प्रेजेन्ट इन फ्रन्ट अफ द क्लास 5 स्टुडेन्ट्स भन्नु त्यो एसे त्यस्तै खालको दिन्छ अनि क्लास 10 भन्नुहोस् एसे त्यस्तै खालको दिन्छ नेपालको विद्यार्थी भन्नुहोस् हैन अब कताको अमेरिकन स्टुडेन्ट हो कि नेपालको स्टुडेन्ट हो कि विद्यार्थी को हो कति कक्षा हो उमेर समूह के हो के टपिक हो टपिकमा पनि के खालको एसे हो थुप्रै कुराहरू कन्टेक्स्ट मिलाएर हजुरले डिटेलमा जति प्रम्प्ट दिन सक्नुहुन्छ त्यति बढी प्रोडक्सन राम्रो आउँछ प्रम्प्ट दिँदा ख्याल गर्नुहोस् एआईले जे पनि बनाइदिन्छ भनेर झ्यापै डाइरेक्ट इन्स्ट्रक्सन चाहिँ नदिनु हजुर आफूलाई चाहिँदो किसिमको के हो कन्टेक्स्ट पुरै क्लियर गरिदिनु उसले सबै छ्याक्क दिन्छ है ल श्रीकिन सर